अब यस कार्यक्रमको दोस्रो अवयव प्यानल डिस्कसनतर्फ म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। त्यसको निम्ति मैले यो माइक श्री दिपेश घिमिरेज्यूलाई हस्तान्तरण गर्न चाहन्छु। उहाँले जेन्जी आन्दोलनको कारण, मानवाधिकार प्रभाव र अगाडिको बाटो शीर्षकको प्यानल छलफलका प्यानलिस्टहरूलाई मञ्चमा बोलाउनु हुनेछ र प्यानल छलफल मोडरेट गर्नुहुन्छ। दिपेश सर। यहाँहरू सबैलाई स्वागत छ। मेरो परिचय अघि भइ नै सक्यो। म दिपेश घिमिरे त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा पढाउँछु। आजको यस छलफल कार्यक्रमको सहजीकरण गर्ने जिम्मेवारी मैले पाएको छु र म यो छलफललाई सकेसम्म 1.5 घन्टा जस्तोमा सकाउने प्रयत्न गर्नेछु। तर हामीसँग वक्ता अलि धेरै हुनुहुन्छ, त्यो कारणले कति सम्भव हुन्छ, तर 1.5 घन्टाभित्रमा म सम्भव भएसम्म यसलाई सकाउने प्रयत्न गर्नेछु र म 5 वटा जति प्रश्न यहाँहरूसँग नै लिनेछु। 2 वटा पुरुष, 3 जना महिलाको। त एकदमै छोटो प्रश्नहरू यहाँकोमा पनि लिनेछु। तर त्यो छलफल सुरु गर्नुभन्दा अगाडि म कार्यक्रममा अगाडि आजको वक्तालाई आमन्त्रण गर्छु। हामीसँग अगाडि नै आइसक्नु भएको राष्ट्रिय मानवाधिकार आयोगको पूर्व सदस्यज्यू, मानवाधिकार कर्मी मोहना अन्सारी हुनुहुन्छ। यहाँलाई स्वागत छ। यसै गरी हामीसँग वरिष्ठ अधिवक्ता राजु प्रसाद चापागाई सर हुनुहुन्छ। उहाँलाई पनि म स्वागत गर्दछु। यसै गरी मेरो गुरु मानवशास्त्री डाक्टर सुरेश ढकाल सर हुनुहुन्छ। सरलाई म अगाडि आइदिन अनुरोध गर्दछु। यसै गरी पत्रकार तथा अधिकार कर्मी धेरै सिनियर एकजना दाई हुनुहुन्छ, कुमार यात्रु दाई। उहाँलाई म अनुरोध गर्दछु अगाडि आइदिनको लागि। धेरै लामो समयदेखि उहाँले खास गरी यो अधिकारको क्षेत्रमा काम गरिरहनु भएको छ। उहाँलाई अगाडि आइदिन म अनुरोध गर्दछु। त्यसरी कन्फ्लिक्ट भिक्टिम वुमन नेसनल नेटवर्ककी अध्यक्ष हुनुहुन्छ गीता रसाइली म्याम। उहाँलाई पनि म अगाडि आइदिन अनुरोध गर्दछु। र हामीसँग जेन्जी एक्टिभिस्ट मोनिसा चौधरी हुनुहुन्छ। मोनिसाजीलाई पनि म अगाडि आइदिन हुन अनुरोध गर्दछु। उहाँ बाटोमै हुनुहुन्छ, आइसक्नुभएपछि जानकारी दिनु होला। कुमार सरलाई मैले अगाडि बोलाइसकेको छु। उहाँ अगाडि आइदिन हुन म अनुरोध गर्दछु। अघि एउटा प्रतिवेदन पनि हामीले त्यसको निष्कर्ष पनि सुन्यौँ। त्यसमा धेरै कुराहरू हाम्रा आफ्ना पनि भन्नु छ, हाम्रा आफ्ना पनि बुझाइहरू छन्। खास गरी भदौ 23 गतेको जेन्जी आन्दोलन केवल युवाहरूको एउटा भावनात्मक प्रतिक्रिया मात्र होइन, त्यसको सामाजिक न्याय, पारदर्शिता, उत्तरदायित्व, अवसरको समान पहुँच र नागरिक राज्य सम्बन्धको पुनर्संरचनाबारे उठेको गहिरो चेतनाको परिणाम हो भन्ने अघिको प्रतिवेदनले पनि देखाउँछ र हामी आफैले पनि विगतमा त्यो अनुभव गरेका थियौँ। यो आन्दोलनले हाम्रो सामाजिक सुरक्षा व्यवस्था, सेवा वितरण, मानवाधिकारको संरक्षण र राज्यको जवाफदेहिताका बारेमा बहसको लागि नयाँ ढोका पनि खोलिदिएको छ भन्ने हामीलाई लाग्छ। यस सन्दर्भमा आजको छलफलले जेन्जी आन्दोलनको कारण, आन्दोलनको मानवाधिकारमा परेको प्रभाव, राज्य र संस्थागत उत्तरदायित्वको अवस्था र आगामी दिनमा हामी नीतिगत तथा संरचनागत सुधारको बारेमा सबै पक्ष के गर्न सकिन्छ भन्ने बारेमा सबै पक्षलाई खुलेर बहस गर्न यो प्रेरित गर्नेछ भन्ने हामीलाई लागेको छ। यही सन्दर्भमा म अब अलिकति हामीसँग 6 जना प्यानलिस्ट हुनुहुन्छ। म त्यही भएर यहाँहरू सबैलाई अनुरोध गर्छु सकेसम्म वस्तुगत उत्तर दिइदिनु हुन त मेरो प्रश्न वस्तुगत भयो भने उत्तर वस्तुगत हुन्थ्यो होला। प्रश्न कतिको वस्तुगत गर्न सक्छु, मलाई त्यो पनि जोखिम छ। यद्यपि म प्रयत्न चाहिँ त्यो गर्छु। सबैभन्दा पहिला म चाहिँ यहाँ खासमा मेरो तयारी गर्दा चाहिँ मैले मनिषाजीबाट सुरु गर्न खोजिरहेको थिएँ। त्यही भएर म उहाँ आउनुहुन्छ कि भनेर लम्ब्याइरहेको, आइपुग्नु भएको छैन। त्यही भएर उहाँकोमा म अहिले फेरि पछि आउँछु। म अहिले चाहिँ खास गरी अब मलाई लाग्यो कि सुरेश सरबाट सुरु गर्न पायो भने ठिक हुन्थ्यो जस्तो लाग्यो। खास गरी सुरेश सरको लामो हाम्रो लेखन पढ्यौँ हामी। हाम्रो गुरु हुनुहुन्छ।
यहाँले यो नेपाली समाजलाई खास गरी समाजशास्त्रीय अनि मानवशास्त्रीय दुवै दृष्टिकोणबाट हेर्नु हुँदाखेरि चाहिँ यो जेनजीको असन्तोषका जराहरू कहाँ कहाँ रहेछन्? खास गरी यो जेनजी आन्दोलनमा मात्रै केन्द्रित भएर नभइकन समग्र समाजलाई हामीले विश्लेषण गरेर हेऱ्यौँ भने अति छोटो छोटो समयमा यस्ता आन्दोलनहरू अघि उद्घोषक साथीले भन्नुभएको थियो निकै धेरै दोहोरिरहेका छन्। यो सन्दर्भमा यसको असन्तोषका जराहरू कहाँ छन् र यसको संरचनात्मक कारणहरू के हुने यस्ता खालका असन्तोषको, त्यसको बारेमा बताइदिनुहोस् न। धन्यवाद दिपेशजी, धन्यवाद आयोजक साथीहरू। हामीलाई यहाँ आफ्ना मनका आफूलाई लागेका केही कुराहरू, आफूले जानेका केही कुराहरू, आफ्नो विचार राख्ने अवसर दिनुभयो र मेरा प्यानलिस्ट साथीहरू र सम्पूर्ण मानवाधिकार कर्मीहरू र मानवाधिकारप्रति प्रतिबद्ध आदरणीय उपस्थित महानुभावहरू। अब यस्तो छ, मैले चाहिँ योभन्दा अगाडि पनि धेरै ठाउँमा भनेको सधैँ नै भन्ने गरेको यो जेनजी आन्दोलनभन्दा पनि अगाडि भन्दै गरेको कुरा चाहिँ के हो भने जहिले पनि यो सबैभन्दा बढी आक्रोशित समूह नै युवाहरूको हुन्छ र परिवर्तनको हुटुटी पनि सबैभन्दा बढी उनीहरूमा नै हुन्छ। त्यो कारणले गर्दाखेरि अहिले मात्रै होइन, विगतदेखिकै हामीले इतिहास हेऱ्यौँ भने पनि त्यही उमेर समूहको मान्छे हो। मेरो उमेर समूहको मान्छे, म त्यो युनिभर्सल क्याटेगोरी छ होइन, अब त्यो नेपालकै सन्दर्भमा कति फिट हुन्छ थाहा छैन, तर पनि हामीले त्यसलाई मान्ने हो भने मेरै उमेर समूहका मान्छेहरू, हामीभन्दा अगाडिको त्यहाँ अब नुतन दाइहरू हुन्छ, चरण दाइहरू हुनुहुन्छ, त्यसपछिको अरू जेनेरेसनको मान्छेहरू चाहिँ सबैको समयमा हेरौँ त्यही उमेर समूहको मान्छेहरूले आन्दोलन गरेको हो, असन्तुष्टि र आक्रोश व्यक्त गरेको हो। त्यति बेलाको राज्य दमन विरुद्ध चाहिँ उत्रिएको हो, त्यो अन्यायका विरुद्ध उत्रिएको हो। त्यो कारणले गर्दाखेरि युवाहरूको चरित्र नै त्यस्तो हुन्छ है, त्यो विशेषता हो। पहिलो पाटो त्यो हो। हामीले हेर्छौँ भनेदेखि त गङ्गालालको नै 22 वर्ष जतिको उमेर थियो शहीद हुने बेलामा होइन, 1997 मा। त्यसरी हेर्नुभयो भने त युवाहरूको त्यो परिवर्तनको चाहना हेर्नु भने त अब पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गरे भन्नुहोस् अथवा नेपाल एकीकरण गरे भन्नुहोस्, त्यो अभियानको उपलब्धि स्वरूप हामीसँग यो भूगोल अहिले प्राप्त छ। उनको उमेर जम्मा 19 वर्ष थियो होइन। जङ्गबहादुरले शाहहरूबाट एक खालको राजकीय शक्ति खोजेर आफूमा लिँदाखेरि उनी 29 वर्षका मात्रै थिए होइन। नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दाखेरि पुष्पलालको उमेर 20-22 वर्षको थियो। काङ्ग्रेस पार्टी स्थापना हुँदा बिपीको उमेर 30 वर्ष जतिको लगभग थियो होइन। रमाइलो कुरा, अहिलेको प्रधानमन्त्री सुशीला कार्कीको सम्मान्य प्रधानमन्त्री सुशीला कार्कीको श्रीमान दुर्गा सुवेदी राजनैतिक उपयोगका लागि प्रेरणापरण गर्दा उहाँको उमेर 27 वर्षको थियो होइन। त्यो कारणले गर्दाखेरि तपाईँले भनिहाल्नु गङ्गालाल जम्मा 22 वर्षका मात्रै थिए। त्यो भनेको मतलब के हो भने यो परिवर्तन, यो बलिदानी भाव, परिवर्तनप्रतिको हुटुटी, आक्रोश सबैभन्दा बढी यही उमेर समूहमा नै हुन्छ। त्यसले गर्दा यो शाश्वत कुरा हो यो होइन। ऐतिहासिक हिसाबले हेऱ्यौँ भने पनि हामीले सधैँ त्यस्तो भएर हुन्छ। तर यही बेलामा चाहिँ के भनेर हेऱ्यो भने यो घटनालाई चाहिँ सामान्यतया अब हामी समाजशास्त्रीय मानवशास्त्रीय हिसाबले हेर्दाखेरि एउटा प्रोग्रेसिभ कन्टेक्चुअलाइजेसन भन्छौँ होइन। त्यो भनेको के हो भने त्यसलाई हराइजन्टली र भर्टिकल्ली हेर्ने कुराहरू हो होइन। त्यसको ऐतिहासिकीमा हेर्ने हो र अहिलेको वर्तमान सन्दर्भमा हेर्ने कुराहरू हो। त्यो भनेको के हो भने अहिले यो पुस्ता जसले यो जेनजी आन्दोलन आह्वान गर्यो होइन, उहाँहरूले नै भन्नुभएको जस्तो अपहरण गर्नेहरूको कुरा छोडिदिउँ, तर जसले आह्वान गर्यो, जसले यसलाई हाँक्नुभयो, जसले यहाँसम्म पुर्याउनु भयो, उहाँहरूकै आफ्नै हेर्दाखेरि पनि हेर्नुभयो भने नेपालकै छोटो अवधिमा उहाँहरूको संलग्नता होइन, विभिन्न असमानता विरुद्धका आन्दोलनमा उहाँहरूको सहभागिता छ। चाहे त्यो यो मिटर ब्याजीको विरुद्धको होस् होइन, चाहे त्यो महिला हिंसा विरुद्धका आन्दोलनहरूमा होस् र भ्रष्टाचार विरुद्ध आन्दोलनमा होस्, यसरी त्यो एउटा खालको चाहिँ त्यो अभ्यास हुँदै हुँदै आएर यो एउटा परिणाम देखा पर्यो। तर एट द सेम टाइम हामीले बिर्सन नहुने कुरा, तपाईँहरूलाई म भन्छु, हामी धेरैले नोटिस नगरेको कुरा, त्यो पुलचोकमा एउटा ठुलो यो भ्रष्टाचार विरोधी ब्यानर छ र त्यसमा एउटा चित्र छ है। त्यस्तै चित्र चाहिँ तपाईँको हाम्रो यो के भन्छ माइतीहरूको आन्दोलनमा पनि त्यो खालको एउटा चाहिँ लोगो जस्तो देखिएको थियो। र इन्डोनेसिया फिलिपिन्समा भएको चाहिँ आन्दोलनमा नि युवाहरूको आन्दोलनमा नि जेनजी आन्दोलन त्यही देखिएको थियो। र त्यो चित्र चाहिँ एक्चुअली तपाईँको वान पिस भन्ने माङ्गा होइन, एनिमी एउटा जापानिज सिरिज, त्यो चाहिँ 1000 भन्दा कति एपिसोड आइसक्यो। त्यो पाइरेट, त्यो तपाईँको एउटा खालको समुद्री
धाकाहरूको कथा जो चाहिँ अन्याय विरुद्ध कुरा गर्छ, भ्रष्टाचार विरोधी कुरा गर्छ होइन, त्यहाँबाट प्रेरणा लिइराखेको छ भन्दाखेरि हाम्रो युवाहरूको चाहिँ वैचारिक स्रोत असन्तुष्टिको कुराहरू कहाँसम्म छ मात्रै नभनिकन हाम्रो प्रेरणा लिने ठाउँहरू कति व्यापक भएको छ भन्ने कुरा नै हुन्छ। त्यो त अहिले चाहिँ तुरुन्त एउटा चाहिँ अघि भनेको सोसियल मिडिया ब्यानको कुरा त आइहाल्यो होइन, तर सँगसँगै के भने यो अहिले जेनजी आन्दोलन अथवा त्यो समूहले गरेको त्यो 23 गतिको घटनालाई चाहिँ हेर्दाखेरि चाहिँ त्यो चाहिँ नेपालमा भएको अरू समूहहरूको असन्तुष्टिलाई नै उहाँहरूले अभिव्यक्ति दिएको हो। हजुर, यसको मतलब हामीसँग जुन सामाजिक सञ्जाल बन्द भइसकेपछिको एउटा ट्रिगर मात्रै हो, त्योभन्दा अगाडि हामीसँग सामाजिक संरचनात्मक कारणहरू यति धेरै थिए जसले युवाहरूलाई फेरि विद्रोहको लागि आक्रोशित बनाइरहेको थियो भन्यो भने सही हुन्छ? त्यो सही हुन्छ र त्यो युवाहरूको त्यो विद्रोह उनीहरूले रिप्रेजेन्ट गरेको आक्रोशको नेपाली समाजभित्र भएको असमानता विरुद्धको तपाईँको आक्रोशको एउटा अंश मात्रै हो त्यो होइन। त्योभन्दा ठुला अरू खालका चाहिँ संरचनागत विभेदहरू छन् होइन। उदाहरणको लागि झन्डै अहिले सरकारी आँकडामा नि 13 लाख मानिसहरू घरबारविहीन छन्। उनीहरू बसिराखेको जग्गा जमिनमा उनीहरूको आफ्नो स्वामित्व छैन होइन, उपयोगको अधिकार समेत खोज्न खोजिराखेको छ। त्यो समूहको आक्रोशलाई त यसले प्रतिनिधित्व गरिरहेको छैन अहिले होइन। अहिले चाहिँ धेरै जस्तो के छ भने यो सरकारका यो भ्रष्टाचार विरोधी के अरे भ्रष्टाचारका आचरणहरू केही व्यक्तिगत आचरणहरू जस्तै नेपो बेबी जस्ता नेपो किड्स जस्ता खास गरी राज्यको दोहनबाट सृजित असमानताले सृजित गरेको कुरामा मात्रै यसले सम्बोधन गर्यो यो आन्दोलनले। एउटा पक्षलाई असमानताको एउटा पक्षलाई आन्दोलन गर्यो। त्यो बाहेक जस्तै अब महिला हिंसा विरुद्धका कुराहरू, दलितहरू विरुद्धका हिंसाका कुराहरू होइन, ती खालका संरचनागत तपाईँको असमानताहरूका बारेमा यो आन्दोलनले त्यति धेरै प्रतिनिधित्व गर्दैन भन्छु म। हजुर, म फेरि आउँछु सरमा। म अहिले गीता म्याडममा जान चाहन्छु। खास गरी अब यहाँको धेरै लामो अनुभव चाहिँ खास गरी यो भिक्टिम वुमन नेटवर्कको यहाँले नेतृत्व पनि गर्नुहुन्छ। विगतमा यस्ता अघि सुरेश सरले भन्नुभयो जस्तै विगतमा धेरै यस्ता खालका असमानताको, यस्ता खालका सामाजिक संरचनात्मक कारणहरूबाट द्वन्द्व भएका छन्। त्यस्तो द्वन्द्वको त्यो अवस्थामा हामी हेर्छौँ भने द्वन्द्वकालमा भएका वा यस्ता आन्दोलनका क्रममा भएका नागरिकको आवाजहरू थिचिएको अनुभव त्यो बेला नै थियो, जुन जेनजी आन्दोलनमा पनि देखियो। त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा कति समानता देख्नुहुन्छ यहाँ? अनि अर्को एउटा त्योसँग जोडेर मलाई सोध्न मन लागिरहेको चाहिँ यदि समयमै सङ्क्रमणकालीन न्यायको चाहिँ यो जिम्मेवारी पुरा गरिदिएको भए राज्यले यो देशले नयाँ कोर्स लिन्थ्यो र अहिलेको जेनजी पुस्ताले बलिदानी दिनुपर्ने अवस्था यो अहिलेको जस्तो द्वन्द्व निम्तिने अवस्था आउँदैन थियो भन्ने एउटा भनाइ पनि छ। तपाईँको बुझाइमा चाहिँ यो कस्तो छ, अलिकति प्रश्न पारिदिनुहोस् न। धन्यवाद यहाँलाई प्रश्नको लागि। यो जस्तो जेनजी आन्दोलनको कुरा र सङ्क्रमणकालीन न्यायको कुराहरू जोड्दाखेरि हामीले छलफल गर्दै आएको र हामीले उठाउँदै आएको लामो समयदेखि उठाउँदै आएको विषय पनि के हो भने सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्नु र सङ्क्रमणकालीन न्याय खास गरी 10 वर्षे युद्धबाट प्रभावित भएका व्यक्तिहरूलाई सम्बोधन गर्नु र यो प्रक्रियालाई टुङ्ग्याउनु भनेको यो 10 वर्षमा पीडित भएको परिवारहरूको लागि मात्र होइन, यो देशको लागि हो, यो समाजको लागि हो, जसले संस्थागत सुधारको कुराहरू गर्छ होइन। प्रतिवेदनमा पनि आयो होइन। प्रतिवेदनमा आउँदाखेरि चाहिँ ताकी छातीमा टाउकोमै गोली लागेको छ नि त होइन। हामीले लामो समयदेखि उठाउँदै आएको कुरा सेना पुलिसहरूमा चाहिँ संस्थागत सुधार हुन जरुरी छ, पार्टीहरूमा संस्थागत सुधार हुन जरुरी छ, भेटिङको प्रोसेसहरू गर्न जरुरी छ, जसले गर्दाखेरि भोलि भावी पुस्तालाई अर्थात् भावी चाहिँ हुने आन्दोलनहरूमा लडाइँहरूमा हिजो 10 वर्ष जनयुद्धमा के प्रयोग भयो र के गल्ती भयो त्यो फेरि नदोरियोस् भन्ने कुरा संस्थागत सुधारको कुराहरू एकदमै हामीले उठाइरहेको, जुन कुरा आज फेरि त्यो प्रमाणित भयो। त्यो चाहिँ हिजो युद्धमा चाहिँ जे कुराहरू भएका थिए त्यसमा चाहिँ अनुसन्धान नहुँदाखेरि, कारबाही प्रक्रिया अगाडि नबढ्दाखेरि, त्यो सम्बोधन नहुँदाखेरि चाहिँ यो सबै दोहोरियो र त्यसले चाहिँ थप प्रशय पायो भन्छु। किनभनेदेखि मान्छेलाई मारेको छ, यातना दिएको छ, बलात्कार गरेको छ, घरबार लुटेको छ र यो सबै गर्ने मान्छे खुलेआम हिँडिरहेको छ, उसको प्रमोसन भइरहेको छ, पीडितहरू रोएर हिँडिरहेको छ, घाइते अपाङ्गताहरू उपचार नपाएर हिँडिरहेको छ भनेपछि आन्दोलनमा जे पनि गर्न पाइन्छ भन्ने भाष्य चाहिँ स्थापित भयो र यो त्यसले गर्दा चाहिँ थप यसलाई मलजल भयो र यसले चाहिँ दण्डहीनता मौलायो होइन। दण्डहीनता हिजो र आजको कुरा गर्ने हो भनेदेखि
यसले झनै हिजोको प्रक्रिया हिजोको दण्डहीनतालाई सम्बोधन नगर्दाखेरि कारबाही नहुँदाखेरि मान्छे मार्न पाइन्छ, घर जलाए नि केही नहुने, लुटपाट गरे नि केही नहुने, र सेना पुलिसहरूले चाहिँ आज पनि आन्दोलनमा छातीमै किन हान्यो त भन्दाखेरि त्यति बेला हान्दाखेरि केही पनि भएन नि त होइन। त्यो बेलाको दण्डहीनताकै कारणले अहिले एकदमै यो त 100% यो त आयो। हामीले सँगसँगै अब यो मुद्दा उठाउँदाखेरि जेनजी आन्दोलनको जुन मुद्दा अहिले चाहिँ हामीले अब उठाउँछौँ, यो 10 वर्ष युद्ध र यो छुटो नै नहुने कुरा सँगसँगै हो होइन। यो उठाउनु पर्छ र यसले चाहिँ जवाफदेहिताको कुरालाई एकदमै धेरै चाहिँ यसले उठाएर लानुपर्छ र जवाफदेही बन्नुपर्छ होइन। यो 10 वर्ष युद्धमा प्रभावित भएको परिवारहरूले पनि उठाइरहेको छ, मानवाधिकार कर्मीहरूले उठाइरहनु भएको छ। त्यसमा राजनीतिक पार्टी र राज्य जवाफदेही हुनु जरुरी छ र अहिले पनि जरुरी छ भन्ने मलाई लाग्छ। हजुर, म कुमार यात्रु शर्मा जान चाहन्छु। यहाँसँग म सँगसँगै दुईवटा प्रश्न गर्छु, तर एउटा प्रश्नको जवाफ आइसकेपछि अर्को गरौँ जस्तो लाग्यो। यो राज्य संरचनामा रहेको ऐतिहासिक एउटा हिस्टोरिकल इनइक्वालिटी चाहिँ जुन हाम्रो समाजमा लामो समयदेखि छ, यसले चाहिँ नयाँ पुस्तामा कस्तो किसिमको क्रोध वा बेचैनी उत्पादन गरे? मूलतः जो समाजमा मार्जिनलाइज्ड कम्युनिटी भन्छौँ हामी, समाजको पिँधमा रहेको वा बहिष्करणमा परेको समुदाय, उहाँहरूको खास गरी यो रोजगारी, शिक्षा, सरकारी सेवा, जनप्रतिनिधित्व गर्ने कुरा लगायतमा चाहिँ यो असमानता जुन छ, यसले चाहिँ कतिको यस किसिमको आन्दोलनलाई चाहिँ मलजल गर्यो जस्तो लाग्छ यहाँलाई? धन्यवाद छ दिवेशजी। तपाईँले ऐतिहासिक क्रममा नै विभेदहरू भोग्दै आइरहेका समुदायको सन्दर्भमा जुन प्रश्न गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। म पनि एकजना त्यस्तै ऐतिहासिक रूपमा विभेद भोग्दै आएको समुदाय हो। 1910 को मुलुकी ऐनले मासिन्या मतवाली भन्थ्यो। मासिन्या मतवाली भनेको चाहिँ तामाङ, थारू, शेर्पा लगायतका समुदायहरू पर्थे। उनीहरूलाई चाहिँ मार्न पनि पाइने, उनीहरूलाई श्रम अर्थात् कुनै प्रकारको पारिश्रमिक नदिकन श्रम लगाउन पाइने त्यस्तो समुदायको रूपमा चित्रण गरिएको थियो। खास गरिकन 2007 सालको परिवर्तन, 2047 सालको परिवर्तनपछि यो आदिवासी जनजातिको रूपमा स्थापित भएको छ। त्यो समुदायको रूपमा प्रतिनिधित्व गर्दाखेरि तपाईँले भनेको कुराहरू एकदम सही हो। ऐतिहासिक रूपमा यो मार्जिनलाइज भइरहेको छ। अब अर्को प्रश्न चाहिँ तपाईँको त्यसैमा गाँसिएको प्रश्न चाहिँ अब समाजशास्त्री हाम्रो सरलाई सोध्नुपर्ने कुरा हो होइन? तपाईँलाई नै सोध्ने अर्को प्रश्न पनि छ मसँग। जस्तो खास गरी अघि यहाँले भन्नुभयो कि समाजमा लामो समयदेखि ऐतिहासिक रूपमा जुन असमानता छ, त्यो असमानताको जगमा पनि एक खास गरी बहिष्करणमा परेको समुदायका युवाहरू आक्रोशित नै हुनुहुन्छ। तर अलिकति अगाडि हेर्छौँ भने 62-63 को आन्दोलन वा 10 वर्षको सशस्त्र युद्धको, माओवादी युद्धको समयको पनि हामीले हेर्छौँ भने चाहिँ त्यसको एउटा उपलब्धिको रूपमा हामीले संघीयतालाई लिएका छौँ। र संघीयता चाहिँ खास गरी अधिकारको अकेन्द्रीकरण हुन्छ। त्यसले अकेन्द्रीकृत शासन व्यवस्था हो, अधिकारलाई तल पुर्याउँछ र त्यसले जति अधिकार नागरिकको हातसम्म पुर्याउँछ त्यसले सुशासन दिन्छ भन्ने एउटा अपेक्षा पनि राखिन्थ्यो। तर अहिले पछिल्लो समय चाहिँ यो संघीयताले भ्रष्टाचार बढायो, भ्रष्टाचार विकेन्द्रीकरण गर्यो। अब यो राज्यको पुनर्संरचनालाई नै पुनर्विचार गर्नुपर्छ भन्ने किसिमको एकाएक दृष्टिकोणहरू आइरहेको छ। यो सुशासनको लागि के संघीयता चुनौती बनेको हो? तपाईँ कसरी हेर्नुहुन्छ यसलाई? अब यसको लागि अलिकति भूमिका मैले बान्नुपर्ने हुन्छ। आदिवासी जनजातिको सन्दर्भमा मानवाधिकारको हामीले समीक्षा गर्ने लेन्स भनेको अलिक फरक छ। यहाँ जसरी अघि एमनेस्टी इन्टरनेसनलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्यो, त्यहाँ यदि खण्डीकृत तथ्याङ्कहरू प्रस्तुत गरिदिएको भए, अर्थात् त्यहाँ महिला र पुरुषहरू छुट्याइदिएको भए, त्यहाँ आदिवासी जनजाति, दलित अर्थात् मुस्लिम, मधेसीहरू छुट्याइदिएको भए अझ विश्लेषण गर्न सजिलो हुन्थ्यो। हामी चाहिँ त्यो चाहन्छौँ। अर्को कुरा चाहिँ अब हाम्रो मानवाधिकार हेर्ने दृष्टिकोण के हो भने खास गरिकन नेपाल सरकारले अनुमोदन गरिसकेको आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घ घोषणापत्र, जसलाई हामी UNDRIP भन्छौँ, र ILO 169 जुन चाहिँ नेपालको संसदले सर्वसम्मतले अनुमोदन गरिसकेको छ। दुईटा कानुनको आधारमा हेर्दाखेरि संघीयता हाम्रो एजेन्डाको कुरा हो, आदिवासी जनजातिहरूको अर्थात् नेपाली जनताको एजेन्डाको कुरा हो। तपाईँहरूलाई थाहै छ मधेसी आन्दोलन किन भयो, मधेसी आन्दोलन संघीयता कसरी चाहिँ अन्तरिम संविधानमा समेट्यो भन्ने कुराहरू इतिहास मैले भनिरहनु पर्दैन होला। त्यसै कारणले ILO महासन्धि 169 UNDRIP ले के भन्छ भने
आदिवासी जनजातिहरूको स्वशासन स्वायत्तता र आत्मनिर्णयको अधिकार दिनुपर्छ भन्छ। त्यही सन्दर्भमा संहिता हाम्रो लागि एकदम चुनौती होइन, संहिता आवश्यक पर्छ। तर अहिले जुन खालको संहिताको हामी अभ्यास गरिरहेको छौँ यो अपूर्ण छ र अधुरो छ। खास गरिकन आदिवासी जनजातिहरूले भनेको र अर्थात् नेपालीहरूले भनेको कुरा त के हो भने आफ्नो स्वायत्त क्षेत्र, आफ्नो चाहिँ स्वशासनको प्र्याक्टिस गर्न पाउनुपर्ने व्यवस्था हो। अहिलेको संविधानमा भएको 7 प्रदेशको संहिता अर्थात् प्रदेशहरू चाहिँ केही राम्रो छ, केही चाहिँ अपूर्ण छ, अर्थात् अधिकारविहीनहरू पनि छ। त्यसको लामो व्याख्या हुनसक्छ। म संक्षिप्तमा के भन्छु भने यदि संहिता नभइदिएको भए बागमती प्रदेशले तामाङ भाषा र नेवार भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अवलम्बन गर्यो। गण्डकी प्रदेशमा तमु भाषा अर्थात् गुरुङहरूको तमु भाषा र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा अवलम्बन गर्ने निर्णय गर्यो, अर्थात् त्यो सम्बन्धी कानुन ल्यायो। अब 1 नम्बर प्रदेश अहिले कोशी प्रदेश भन्नेकोमा पनि लिम्बू र मैथिली भाषाको प्रयोग गर्ने भनेर निर्णय भइरहेको छ, अर्थात् कानुन ल्याउने प्रयास भइरहेको छ। यो संहिता नभएको सम्भव थिएन। त्यसैले संहिता सहयोगी टुल्स पनि हो, तर यसलाई चाहिँ प्रयोग गर्नको लागि अर्थात् यसलाई अझ उन्नत गराउनको लागि चाहिँ आदिवासी जनजातिको सन्दर्भमा नेपालको संविधानमा भएको 56 को 5 हेर्नुभयो भने विशेष क्षेत्र, स्वायत्त क्षेत्र र समृद्ध क्षेत्रको जुन परिकल्पना छ त्यो कार्यान्वयन चाहिँ प्रमुख कुरा हो। फेरि अब यो संहितालाई मात्रै पूर्ण हुँदैन, त्यो कार्यान्वयन भयो भने र UNDP र ILO 169 ले भनेको जस्तो स्वशासन र स्वायत्तताको अभ्यास भयो भने आदिवासी जनजातिहरूले भन्ने गरेको आफ्नो भूमि भूभाग र त्यहाँ त्यसको ल्यान्ड टेरिटोरी एन्ड रिसोर्सेसहरू भन्छ है, त्यसको चाहिँ अभ्यास गर्न पाउने, त्यसको अग्राधिकार पाउने कुराहरू चाहिँ आउँथ्यो होला र अहिलेको चाहिँ अपूर्ण छ। हस्, यहाँ म फेरि पछि आउँछु। मनिषाजी आइसक्नु भएको छ, यहाँलाई स्वागत छ। हामीले धेरैचोटि त्यो पुस्तक लन्च गर्ने बेला पनि यहाँलाई बोलाइरहेको थियौँ, पछि पनि हामीले धेरैचोटि बोलायौँ। सम्भवतः काठमाडौँको जाम अनि यहाँको व्यस्तता सबै कुराले, तर यहाँलाई स्वागत छ। मैले तपाईँकै लागि सोध्न भनेर पहिलो प्रश्न सोध्छु भनेर कुरिरहेको थिएँ, तर अलि ढिलो भयो हुनाले त्यो प्रश्नमा म आउन चाहन्छु। खास गरी तपाईँको पुस्ता, जसलाई हामी जेनजी भनेर बुझिरहेका छौँ, अहिले ठुलो सङ्ख्यामा केही मुद्दाहरू, केही विषयहरू, केही सवालहरू लिएर सडकमा आउनुभयो। ती खास के कारणले तपाईँहरूलाई आन्दोलनमा आउन प्रेरित गर्यो? जबकि यो पुस्तालाई नेपालको लामो समयदेखि हामी हेर्छौँ भने अलि अगाडिको 1-2 वर्षको पत्र पत्रिकाको त्यो उनै हेर्छौँ भने यसलाई भगौडा पुस्ताको रूपमा लिने हो होइन। खास आफ्नो +2 गर्यो, आफ्नो अवसरको लागि बाहिर गइहाल्ने, अरू केही गरिहाल्ने, राज्यको सवालहरू, सामाजिक सवालहरूमा कम चासो दिने पुस्ताको रूपमा जुन व्याख्या गरिन्थ्यो, तर तपाईँहरू त्योभन्दा फरक किसिमले आन्दोलनमा आउनुभयो र राज्यको सुधारको लागि केही आवाज उठाउनुभयो। के कारण थियो अलिकति बताइदिनुहोस् न, किन सडकमा आउनु परेको थियो यहाँहरू? सम्पूर्णमा नमस्कार, मेरो नाम मोनिषा चौधरी। म आज यहाँ जेनजी मुभमेन्ट अलायन्सको तर्फबाट उपस्थित हुँदैछु। बडो दुःख लाग्यो मलाई तपाईँले भगौडा जेनेरेसन भन्दाखेरि चाहिँ होइन, त्यस्तो भाष्य छ मात्रै भने हो मैले। होइन, त्यो केही हिसाबमा अवलम्बन नभएको पनि होइन, तर किन भगौडा भन्ने विषयबाट जोड्न चाहे। त्यसपछि किन चाहिँ यो आन्दोलन भयो भनेर त्यसमा पनि अब थोरै कुरा गरौँला। मैले साधारण व्यक्तिको जीवन सोच्नु होला। अहिले हाम्रो मिनिमम वेज कति छ र काठमाडौँमा बस्ने कुनै व्यक्तिको कस्ट अफ लिभिङ कति छ होइन। भाडामै बस्ने व्यक्तिले कति तिर्नुपर्छ, कतिवटा कोठाको लागि कति तिर्नुपर्छ, खाना लाउन पुग्छ पुग्दैन। त्यसपछि अब हाम्रो जेनरल एस्पिरेसन्स, परिवार हुनुपर्ने, बच्चा पाउनुपर्ने, आफूलाई थेग्न पनि नसक्ने, आफूले खोजेको डिग्री पनि प्रफिटेबल नहुने, स्टेटले केही पनि इम्प्लोइमेन्टको लागि अपर्च्युनिटिजहरू अरेन्ज नगरिदिने, एक्सेस नभएसम्म, कसैलाई नचिनेसम्म, नातावाद कृपावाद बिना काहीँ पनि काम पाउन पनि गाह्रो भएको अवस्थामा भाग्नु बाहेक खासै अप्सन्स छैन एक्चुली। अब एकदमै खेदपूर्ण विषय नै हो कि आफ्टर एभ्रिथिङ हामीले द स्टेट बर्न डाउन भनौँ न, त्यही पनि हाम्रो जुन अहिले रिकुपरेसनको मेकानिजम छ त्यसले धेरै होप चाहिँ अफर गर्न सकेको छैन। विच इज वाइ अब यसपछि पनि आन्दोलनपछि पनि विभिन्न जेनजी ग्रुप्सहरू अझै पनि सक्रिय छन्।
अब किन आन्दोलन भयो भन्ने विषयमा चाहिँ हामीले अहिले पनि केही कसरत चाहिँ गरिरहेका छौँ। अन्तरिम सरकार भनेको नागरिक सरकार हो। नागरिक सरकारले आफ्नो रोड म्याप समेत पब्लिकली पब्लिस गर्न सकेको छैन। अब यावत कारणहरू छन्, पोलिटिकल फोर्सेसको प्रेसरले होला, अरू खालको अनड्यू इन्फ्लुएन्सेस होला, धेरै ठुलो छ उहाँहरूको म्यान्डेट। तर अहिले हामीले गरिरहेको कसरतमध्ये एउटा भनेको अन्तरिम सरकारसँग एउटा अग्रिमेन्टको कसरत हो। त्यसको टाइटल भनेको जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको सम्बन्धमा जेनजी प्रतिनिधिसँग हजुर, भएको। त्यहाँ आउनुभन्दा अगाडि अझ पृष्ठभूमिमै म कुरा गर्न चाहन्छु। खास गरी हामीले अघि तपाईँ नआउँदै एउटा के निष्कर्ष जस्तो सुरेश सर हामीले एउटा बनाउँदै थियौँ भने, खास गरी जेनजीलाई आन्दोलनमा आउनलाई बाध्य पार्ने केही त्यस्ता सामाजिक संरचनात्मक, आर्थिक संरचनात्मक, राजनीतिक संरचनात्मक कारणहरू छन् जसले गर्दा चाहिँ, जस्तो उदाहरणलाई राजनीतिक अस्थिरता छ, राजनीतिको एउटा नेतृत्वमा फोहोर तलाउ जस्तो जमिरा छ, त्यो बग्दैन, त्यसबाट चाहिँ पुस्तान्तरण अहिले भइरहेको छैन लामो समयदेखि, भ्रष्टाचार बढेको छ, असमानता भ्रष्टाचारको कारणले पनि बढाएको छ, ऐतिहासिक किसिमले सृजित भएको असमानता पनि त्यो जस्ताको तस्तै छ। यस्ता सामाजिक संरचनाहरूको कारणले यो जेनेरेसन सडकमा आयो भन्ने तपाईँ बिना हामी छलफल गरिरहेको थियौँ। यो सही गऱ्यौँ वा यो छलफल गलत गरिरहेको थियौँ हामी? सही नै गर्नुभयो। त्यही भएर जेनजीको नेतृत्वमा भएको जनआन्दोलन भनेरै हामीले त्यसलाई अब नेम गरिरहेका छौँ। किन भन्दाखेरि हामीसँग, मैले अघि जेनजी मुभमेन्ट अलायन्स भने, यसमा 13 वटा समूहहरू जोडिनु भएको छ। कस्तो समूहहरू भन्दाखेरि विगत 7-8 वर्षदेखि मिटर ब्याज, लघुवित्त पीडित, मधेस आन्दोलन, थरुवाट आन्दोलन लगायतका आन्दोलनहरूमा जोडिएका साथीहरू हुनुहुन्छ। यी सम्पूर्ण आन्दोलनहरूमा राज्यले गरेको दमन र राज्यले जसरी सीमामा धकेल्छ कुनै समुदायहरूलाई, उहाँहरूप्रति जुन भायोलेन्स भएको छ स्टेटको तर्फबाट, त्यसको कहिले पनि हामीले अब जहिले इम्प्युनिटी मात्र देखेको छौँ। राज्य पक्षलाई कहिले पनि सजाय भन्ने पनि हुँदैन, कानुन पनि लागू हुँदैन, केही पनि। रुल अफ ल भनेको फर एभर फर द सिटिजन्स हुने, र त्यो दण्डहीनता जन्मदेखि नै हजुरहरूको जेनेरेसनले त्यही देख्दै भोग्दै अनुभव गर्दै आइरहेको छ हैन? अनि त्यो जन्मेदेखि नै यो सबै बेथिति छ है, करप्सन छ है, यसरी सीमाको मान्छेलाई ट्रिट गरिन्छ है। अहिलेसम्म हामीले अब यत्रो ठुलो आन्दोलन भयो हाम्रो क्यापिटलमा भनेर बुझ्छौँ, तर मधेस आन्दोलनमा त हजारौँ मान्छे मारिए, तर त्यो मुभमेन्ट मेन स्ट्रिम हुन सकेन। किन सकेन भन्दाखेरि अब जो मान्छेहरूले त्यो मुद्दा बोक्दैछन् उहाँहरू मेन स्ट्रिममा नआउनुको कारण फेरि पनि बहिष्करण नै हो हैन। अहिले राज्यमा क्यापिटलमा मान्छे मारिए, युवा मारिए, बालबालिका मारिए भनेर हाम्रो ठुलो चासो छ हैन। तर त्यो समयमा पनि त्यो मुभमेन्ट यदि हामीले अँगाल्न सक्ने भएको भए आज हामी यहाँ आइपुग्दैन थियौँ होला। त्यही भएर 10 वर्षमा यो बेथिति इनेबल गर्दै गर्ने, हाम्रो इम्प्युनिटी दण्डहीनता इनेबल गर्दै गर्ने, हाम्रो जुन नेचर छ हामीले एकदमै स्टेट स्ट्रक्चर्समै त्यो इन्ट्रेन्च गरिसक्यौँ। त्यसका कारणले गर्दाखेरि नै हरेक पटक कुनै न कुनै आन्दोलन हो रे, फेरि यसरी मान्छे मारिने, फेरि हामी प्रश्न सोध्ने, फेरि परिवर्तन खोज्ने, तर नहुने भएको नै देखेको हो। त्यही भएर अब जो साथीहरू आज आइएम स्योर धेरैजना साथीहरू त्यो दिन आन्दोलनमा हुनुहुन्थ्यो होला, सडक हामीले सेयर गरेका थियौँ होला। तर त्यो बेलामा पनि अब हामीले यत्रो आशा बोकेर गऱ्यौँ यो आन्दोलन, अनि यत्रो धेरै स्ट्रक्चरल प्रब्लम्सहरूका लागि यो आन्दोलन गऱ्यौँ। तपाईँले भनेको जसरी नै जन्मेदेखि यो सबै प्रब्लम्स भइराखेको छ, हामीले के गर्ने होला भन्ने जुन अब आफूप्रति पनि आत्मग्लानी पनि हुन्छ, मैले यो छोडिहालेँ भने के हुन्छ भन्ने आत्मग्लानी भन्ने रेस्पोन्सिबिलिटीले गर्दाखेरि नै आजको दिनसम्म पनि तपाईँहरूले फरक ग्रुप्स, फरक धारणा भएका जेनजीहरू सडकमा, सदनमा, फरक ठाउँहरूमा देख्नुहुन्छ। त्यही नै होला कारण भनेको। तपाईँहरूले एकदम करेक्ट नै ठम्याउनु भयो। यो सबै यावत स्ट्रक्चरल प्रब्लम्स हो र हामीले यो बिचमा देखेकै भनेको सिस्टेमिक रप्चर्स हो। हस्, हामी यदि इतिहासलाई अलि मिहिन रूपमा हेर्छौँ भने खास गरी 103-4 वर्ष राणा शासन टिकेको थियो। त्यसपछि त 1/3 समयमा हाम्रो आन्दोलनहरू भइरहेको छ। अहिले त झन् 5-5 वर्ष, 4-4 वर्षमा अघि यहाँले कस्तो महत्त्वपूर्ण कुरा भन्नुभयो। खास गरी हामीले थारू आन्दोलन हेऱ्यौँ भने, मधेस आन्दोलन हेऱ्यौँ भने हैन, अघिको पाथिभरा जस्तोको
सोसियल मुभमेन्ट हेऱ्यौँ भने एकदम छिटो छिटो भइरहेको छ। खास गरी राज्य जति बोल्दा पनि, जति कराउँदा पनि, जति माग गर्दा पनि शान्तिपूर्वक रूपमा सडकमा नआइकन अरू विकल्पहरू प्रयोग गरेर यस्ता एजेन्डा ल्याउँदाखेरि सुन्न नसक्ने एउटा हामी थेत्थरो भन्ने गाउँतिर एउटा शब्द छ, त्यो थेत्थरो भइरहेको कारणले हुनसक्छ कि जस्तो लाग्छ। फेरि म यहाँसँग आउँछु। अहिले म मौनानुसारीमा आउन चाहन्छु। खास गरी यो अघि हुन त हाम्रो प्रतिवेदनमा धेरै कुराहरू आइसकेको छ। यो जेनजी आन्दोलनमा चाहिँ राष्ट्रिय कानुनहरू पनि केही उल्लङ्घन भएका छन्। अलिकति कस्तो खालको यो कानुनहरू र कुन कुन अन्तर्राष्ट्रिय मानवाधिकार सम्बन्धी मापदण्ड तथा कानुनहरू यसले बढी उल्लङ्घन गरेको देखिन्छ? खास गरी स्कुलको ड्रेसमा सडकमा आफ्नो सर्टेन मागहरू लिएर राज्य सुधारका लागि केही मागहरू लिएर आउनुभएको हाम्रो सानो भाइ बहिनीहरू पुस्तालाई, जेनजी पुस्ता माथि भइरहेको दमनको ले चाहिँ के कस्ता हाम्रा राष्ट्रिय अन्तर्राष्ट्रिय अधिकारहरू उल्लङ्घन गरेको छ? अलिकति बताइदिनुहोस् न म्याम। थ्याङ्क यू। मलाई चाहिँ अलिकति न्यारो डाउन गर्नुभयो। म चाहिँ अलिकति हामी ब्रोडर नै चाहन्छौँ प्रश्न बोल्न सोचिरहेको थिएँ। ठिकै छ, केही छैन। म न्यारो डाउनबाटै सुरु गर्छु जस्तो मलाई लागिरहेछ। सबैजना फेलो प्यानलिस्टहरू र आज यस उपस्थित कार्यक्रममा सम्पूर्ण मैले एकदमै सिनियर व्यक्तित्वहरू देखिरहेको छु, मानवाधिकार कर्मी, पत्रकारहरू सबैलाई देखिरहेको छु। हामी 10 डिसेम्बर भोलिदेखि पर्सि हामी चाहिँ विश्व मानवाधिकार दिवस मनाउँदैछौँ। मलाई चाहिँ आज 10 डिसेम्बरको शुभकामना भन्न मन लागेको छैन। हामी एकदमै एउटा पेनफुल सिचुएसनबाट गुज्रिरहेका छौँ। एउटा निकै नै पीडादायी अवस्थाबाट गुज्रिरहेका छौँ। यो नौलो पीडादायी अवस्था चाहिँ होइन। यो 2046 पछिको, त्यसपछि 62-63 पछिको माओवादी द्वन्द्व, त्यसपछिको तमाम थोरै हामी समुदाय स्तरमा भएका आन्दोलन र जुनै पनि आन्दोलनमा हामीले हाम्रा नागरिक गुमाएका छौँ। त्यसकारण यो 10 डिसेम्बरलाई हामीले खासमा चाहिँ नेपालमा चाहिँ सेलिब्रेट होइन, राज्यका ती व्यक्तिहरूलाई नङ्ग्याउनको लागि गर्नुपर्छ। मैले एकदम आज म एउटा मानवाधिकार कर्मीको हैसियतमा मैले नङ्ग्याउने शब्द जुन मैले बोलेँ, मलाई तपाईँहरूले क्षमा गर्नु होला। मैले नुतन दाइलाई यहाँ देखिरहेको छु, मेरो अग्रज व्यक्तित्व मैले देखिरहेको छु। मैले सहन सकिरहेको छैन त्यो पीडा के। मैले एक एकजना भिक्टिम फ्यामिलीलाई हस्पिटलदेखि उहाँको घरसम्म गएर भेटेको छु। त्यसकारण मैले यो सहन नसकेको अवस्थामा म आज धेरै दिनपछि पब्लिक फोरममा पनि बोल्न आएको छु। धेरै दिनपछि, सायद मलाई लाग्छ ठ्याक्कै 2-2.5 महिनापछि म पब्लिक फोरममा साना साना मिडियाहरूमा चाहिँ बोलेँ, अनलाइन मिडियाहरूमा पनि बोलेँ, तर पब्लिक फोरममा मैले बोलेको थिएन। आज म यहाँहरूको अगाडि बोल्न आएको छु। त्यसको कारण एउटै हो, त्यो दिनको घटना, 23 गतिको घटनाका व्यक्तिहरूलाई र पछिल्लो जति पनि दण्डहीनताको जुन कल्चर हामीले अहिलेसम्म भोग्दै आएका छौँ, जसको हामी शिकार भएका छौँ के। तपाईँ हामीले एकचोटि स्मरण गरौँ, द्वन्द्व पीडित सडकमा सुत्नु भएन कि राजनीतिक दलहरूका ढोका ढकढक्याउनु भएन। नेपालको संविधान 2072 जारी हुने बेलामा रगतको होली खेलिएन यो देशमा। व्यक्तिहरूको टाउको र छातीमा गोली लागेन र भदौ 23 गतिको दिनमा जुन इन्सिडेन्ट भयो, म अदालतबाट निस्किँदै थिएँ। त्यो दिन मैले बिर्सिन सकिरहेको छैन। एकदमै सिम्पली मैले ड्रेसमा विद्यार्थीहरू देखेको थिएँ। मैले त्यो ब्यानर होल्ड गरेका विद्यार्थीहरू देखेको थिएँ। थापाथलीदेखि मण्डला यसो क्रस गर्ने बेलामा मैले त्यो भिड देखेको थिएँ। र त्यो दिनभन्दा अघिल्लो दिन नेपालका सञ्चार मन्त्री, तत्कालीन सञ्चार मन्त्री यी आन्दोलनकारीहरूको जिब्रो थुत्नुपर्छ। जस्ट इमेजिन द वर्ड के तपाईँ हामीले। उहाँले मलाई कुन कुन कानुनहरू उल्लङ्घन भयो, यो एमनेस्टीको रिपोर्टमा छ, डिटेल रिपोर्टमा कुन कुन कानुनहरू उल्लङ्घन भयो भन्ने कुरा के। यो एकदमै पेनफुल सिचुएसन छ कि एउटा एकमात्र छोराको बुवाले हामीसँग भेट्ने इच्छा राखिराख्नु भएको छैन, हामीसँग भेट्न चाहिराख्नु भएको छैन। हामीलाई उहाँले राज्य प्रतिनिधि देख्नुहुन्छ के। हामी उहाँका साथी भन्न गएका थियौँ, उहाँको 2 मिनट उहाँसँग त्यो दुःख साट्न खोजिरहेका थियौँ। तर उहाँको प्रश्न के थियो भने, तपाईँले ती गोली चलाउने व्यक्तिलाई कारवाही गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? हामी भेट्न चाहँदैनौँ कि।
एकदमै इमोसनल मोमेन्ट थियो के त्यो उहाँसँग भेट्न नसकेको क्षण चाहिँ मेरो लागि एकदमै इमोसनल मोमेन्ट थियो र मैले आफूलाई चाहिँ होइन बोल्नु हुँदैन हामीले मैले दिन सक्दैन, मैले डेलिभरी गर्न सक्दैन, मैले जुन कुरामा डेलिभरी गर्न सक्दैन मैले पटक पटक ती भिक्टिमहरूलाई भेट्नु पनि हुँदैन कि भन्ने मलाई फिल भयो कि। यसमा के समस्या छ म्याम? जस्तो भनौँ न, हामीले धेरै लामो अगाडिदेखिकै अघि छलफल गऱ्यौँ हाम्रो 10 वर्षको युद्धकोदेखि मधेस आन्दोलनदेखि खास गरी अरू धेरै आन्दोलनहरूमा भएको यस्तो दमनहरूको बारेमा पनि हाम्रो दण्डहीनता रहिरहेको छ। हामीले त्यो बेलामा पनि कारबाही गर्न सकेका छैनौँ। राज्य त्यो बेला नै जवाफदेही बनेको छैन र अहिले त्यसको सिलसिला दोहोरिरहेको छ। हाम्रो समस्या कहाँनेरि छ? के कारणले यस्तो कुरा निरन्तर दोहोरिरहेको छ? पछिल्लो 3वटा संविधान मात्रै, 2047 को संविधान, 2063 को संविधान, 2072 को संविधान, त्यसले के भन्छ भन्दाखेरि धारा 16 र 17, त्यसमा विभिन्न संविधानहरूमा धाराहरू फरक छ। नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, नागरिकको भेला हुन अधिकार, हैन, नागरिकको जीव धनको सुरक्षा गर्छु भन्छ कि। 3वटा फन्डामेन्टल कुरा छ कि यो 3वटा फन्डामेन्टल कुनै पनि मुभमेन्टमा लागू भएको छैन कि। व्यक्ति हत्यामा चाहिँ ओर्लिरहेको छ कि, रेगुलरली व्यक्ति हत्यामा ओर्लिएको छ। राज्य चाहिँ कस्तो सिचुएसनमा गयो भन्दाखेरि तपाईँले इटलीको सडकमा लाखौँ मान्छे हेर्नुहुन्छ तर त्यहाँ मान्छेको हत्या हुँदैन कि, ब्रिटेनको सडकमा तपाईँले लाखौँ मान्छे हेर्नुहुन्छ तर त्यहाँ मान्छेको हत्या हुँदैन कि। दे मार्क पिसफुली के। युएसको सडकमा तपाईँले लाखौँ मान्छे देख्नुहुन्छ तर त्यहाँ मान्छेको हत्या हुँदैन। हामी कहाँ के हुन्छ भन्दाखेरि 100 जना मान्छे आयो भने त्यो पुलिस फोर्स, एपिएफ लगायतका जति पनि सुरक्षा निकाय ती भयभीत हुन्छन् के। नागरिकसँग भयभीत हुने हो तपाईँ, सिक्योरिटी सेक्टर, उहाँहरू भयभीत हुन्छन् के। त्यो भयभीत हुनुको पछाडिको कारण के छ भन्दा इच एन्ड इन्डिभिजुअल आर करप्ट के, भ्रष्टाचारी हुनुहुन्छ के उहाँहरू भ्रष्टाचारमा लिप्त हुनुहुन्छ। उहाँहरूले नेतालाई संरक्षण गर्नुहुन्छ, उहाँले आफ्नो नागरिकलाई प्रोटेक्ट गर्न सक्नुहुन्न के। इट्स अ सिम्पल क्लियर आन्सर के त्यहाँ छ कि। तपाईँले एउटा कुरा हेरौँ होइन, 23 गतेको इन्सिडेन्टलाई तपाईँले कुन कानुन उल्लङ्घन भयो कि? 23 गतेको आन्दोलनको लागि अनुमति लिएको थियो सिडिओसँग, होइन। त्यसको 3 हप्ता अगाडि मेरो छोरीले मलाई नेपो बेबी भनेर एउटा भिडियो पठाउनु भएको थियो कि। स्टेट हामीले राज्य सरकार के, नेपालको प्रधानमन्त्री, नेपालको सम्पूर्ण सुरक्षा सेक्टरले त्यो भिडियो हेरिरहेछ। सबैले टिकटकमा एकदम फेमस हुनुहुन्छ हाम्रो अथोरिटिजहरू के, टिकटक चलाउनुहुन्छ के। एउटा न्यायाधीश जेलमा गएर एउटा कैदीसँग भिडियो खिच्छ के, त्यो चाहिँ सुप्रिम कोर्टमा आएपछि त्यो भिडियो उसको डिलिट हुन्छ के। सो दे आर द्याट मच अवेयर के हरेक कुरामा। सो नेपो बेबीको भिडियो पनि सबले देख्नु भएको थियो कि, भाइरल भएको थियो, सबले देख्नु भएको थियो। मेरो बच्चा बाहिर बसेको बच्चाले त्यो भिडियो मलाई पठाएको थियो कि। सो 23 गते जब के अरे 21-22 गते जब अनुमति लिइसकियो सिडिओ कार्यालयबाट, नेपाल सरकारले ठिक छ भाइ बहिनीहरू तपाईँले आन्दोलन गर्नुहोस्, तपाईँहरूको संवैधानिक अधिकार हो शान्तिपूर्ण आन्दोलनको लागि, तपाईँहरूसँग हामी वार्ता गर्छौँ, तपाईँहरू नरिसाउनुहोस्। सेन्ड अ हम्बल म्यासेज कि आफ्नो नागरिकलाई, आफ्नो युथलाई। एडिबी, वर्ल्ड ब्याङ्क, नेपालको सेन्ससले युथको पावर छ के, युथको सोसल मिडिया भनेको त्यो सफ्ट पावर होइन, अब एसर्टिभ पावर हो के। नेपालको हरेक राजनीतिक दलले त्यो एसर्टिभ पावरलाई स्वीकार्नु पर्यो के। तर हामी के छौँ भन्दाखेरि तिनको जिब्रो थुत्नुपर्छ भन्छौँ कि हामीले। सञ्चार मन्त्रीको, देशको आधिकारिक एउटा सञ्चार मन्त्रीले जिब्रो थुत्नुपर्छ भन्छ। नेपाल सरकारको प्रवक्ता नै हुनुहुन्छ। नेपाल सरकारको प्रवक्ताले जिब्रो थुत्नुपर्छ। कुन चाहिँ संविधानमा लेखेको छ उहाँले अनलाइन गएर मिडियालाई यो क्यामेरा तेर्स्याएर जिब्रो थुत्नुपर्छ भने कुन चाहिँ संविधानमा लेखेको छ? कुन चाहिँ कानुनले उहाँलाई त्यो राइट दियो त तिम्रो सोसल मिडियामा लेख्ने व्यक्तिहरूको मैले जिब्रो थुत्नुपर्छ? कहाँ लेखेको छ? उहाँले मलाई भन्नु पर्यो कि त। त्यसको मतलब अघि प्रतिवेदनमा एउटा कुरा थियो, पोलिटिकल इन्टेलिजेन्स चाहिँ अलिक कमजोर भएको कारणले गर्दा त्यो घटना भयो भन्ने। त्योभन्दा बढी पोलिटिकल इन्टेलिजेन्स वा इन्टेलिजेन्स सेक्टर कमजोर होइन। हाम्रो राज्य चाहिँ नागरिकको आवाज सुन्ने यो कान चाहिँ बन्द भएको कारणले हो, आँखा बन्द भएको कारणले हो कि भन्ने जस्तो यहाँसँगको कुरा सुनिरहँदा के हाम्रो राज्य नागरिकको कुरा भन्न, सुन्न, देख्न, बुझ्न नचाहने अवस्थामा पुगिसकेको हो? सो मैले के भने भन्दाखेरि सञ्चार मन्त्रीले इम्प्युनिटी उहाँ कभरअप हुनुभयो कि।
सबसे पहिले उहाँलाई त्यो कारवाहीको दायरामा ल्याउनुपर्छ कि यदि इम्प्युनिटीलाई हामीले आन्सर गर्ने भने उहाँ हो कि सबभन्दा पहिला उहाँलाई कारवाही गर्नुपर्छ। त्यसपछि त्यो दिनको क्याबिनेट को छ के मैले त्यसरी भन्न खोजेँ। त्यसपछि तपाईँले भन्नुभएको क्वेसनमा चाहिँ यहाँनिर चाहिँ हामीले कसरी खोज्नुपर्छ भन्दाखेरि यो सिचुएसन कस्तो छ भन्दाखेरि इन्टेलिजेन्सको तपाईँले कुरा गरिराख्नु भएको छ, राज्यको सुरक्षा संयन्त्रको कुरा गरिराख्नु भएको छ। हाम्रो सुरक्षा संयन्त्रले तपाईँ हामीलाई क्रिमिनल देख्छ कि तपाईँले मिडिएट गर्दै हुनुहुन्छ, तपाईँले मुभमेन्टको फरमा बोल्दै हुनुहुन्छ, तपाईँले मुभमेन्टलाई पिसफुल बनाउनको लागि तपाईँले बोल्दै हुनुहुन्छ, तपाईँले मुभमेन्टको मोनिटरिङ गर्नुहुन्छ। सो यु आर प्रोभोकिङ द मुभमेन्ट के हामीलाई देखिराख्नु भएको छ कि उहाँले, हामी होइनौँ कि त्यो प्रोभोक गर्ने, उहाँहरू हो कि स्टेट अथोरिटीले प्रोभोक गराएको हो कि यो मुभमेन्टलाई के। सो इन्टेलिजेन्स जति पनि सिक्योरिटी इन्टेलिजेन्स छ उहाँको विकनेस पनि होइन भन्दिनँ म चाहिँ, उहाँको विकनेस होइन, उहाँ ओभर स्मार्ट के। मलाई के लाग्यो भन्दाखेरि मैले मेरो नागरिकलाई बुलेटबाट मैले कन्ट्रोल गर्न सक्छु, त्यो चाहिँ उहाँको गैर कानुनी हो। नेपालको संविधानको उहाँले ठाडो उल्लङ्घन गर्नुभएको छ। बुलेटबाट वार्ताबाट होइन बुलेटबाट म चाहिँ कुनै पनि नागरिकको के अरे ग्यादर हुने, समाज सम्मेलन गर्ने संवैधानिक मौलिक हक हो। त्यसपछि त्यो स्थानीय प्रशासन ऐन बमोजिम त्यो सभा सम्मेलनलाई कसरी मेन्टर गरिदिने के, त्यसैलाई स्मुथली त्यो बाटो स्कर्ट गरिदिने के त्यहाँ छ के। र कस्तो भयो त्यो भन्दाखेरि हामी ब्यारिकेड लगाउँछौँ, यो निषेधित क्षेत्र हो कि 12:30 बजे कर्फ्यू अनाउन्स हुन्छ कि सोसल मिडिया बन्द छ, सट डाउन छ सोसल मिडिया। 12:30 बजे कर्फ्यू अनाउन्स हुन्छ। मैले 1:15 बजे सिंहदरबारको अगाडिबाट, म सुप्रिम कोर्टमा थिएँ, म सिंहदरबारको अगाडिबाट एउटा ओपन पुलिसको भ्यानबाट माइकिङ गरेको मैले सुनेको हो, ल जाउँ कर्फ्यू लाग्यो 1:15 बजे। त्यो बानेश्वरको माससम्म त्यो भ्यानलाई पुग्न कति टाइम लाग्छ? त्यहाँ इनफ इन्फर्मेसन थियो कर्फ्यू लागेको। त्यसकारण तपाईँको 2 बजेभित्र 2 र 3 बजेको भित्र मान्छेको बुलेट र टाउकोमा, छाती र टाउकोमा चाहिँ बुलेट पुगिसकेको छ कि भिड आक्रोशित हुँदैन। सामान्य कुरा केही पनि थिएन कि, त्यो ब्यारिकेडलाई ठेल्दै थिए तर फायर ओपन भयो कि। त्यहाँ पानीको फुहारा एउटा छ, पानी सक्यो कि रिफिल गर्ने मेकानिजम छैन हामीसँग, पानी सक्यो के। नेताले चलाउने हेलिकप्टर छ कि उसलाई उद्घाटन गर्न जानको लागि हेलिकप्टर छ, तर हामीसँग पानी सफिसियन्ट रिफिल गर्ने छैन के। नेतालाई हामीले उद्घाटन गराउने, स्कुल उद्घाटन गराउने, सडक उद्घाटन हामीले हेलिकप्टरलाई पे गर्न सक्छौँ। आर्मीको हेलिकप्टर चढाएर, एपिएफको हेलिकप्टर चढाएर हामी जिल्ला लान सक्छौँ कि हामीसँग त्यो क्यापेसिटी छ कि नागरिकको करबाट के। सिम्पल कुरा के, हामी नागरिकलाई मार्ने अथोरिटी उहाँलाई कुन चाहिँ संविधानमा लेखेको छ कि त्यो कुरा चाहिँ यदि उहाँहरू आएर आन्सर गरिदिनु भयो भने देन हामीलाई चाहिँ रियलाइजेसन हुन्छ। हामी मानवाधिकार कर्मीलाई पनि त्यो सन्तोष हुन्छ कि यो देशमा इम्प्युनिटी छैन, यहाँ रुल अफ ल छ। रुल अफ ल प्राइम मिनिस्टरलाई पनि लाग्छ, तत्कालीन प्राइम मिनिस्टरलाई पनि लाग्छ, तत्कालीन सम्पूर्ण क्याबिनेटलाई पनि लाग्छ। रुल अफ ल मलाई मात्रै होइन कि उहाँहरूलाई पनि लाग्नुपर्ने हो कि रुल अफ ल। हामी सबै त्यही प्रश्नको जवाफ खोजिरहेका छौँ अहिले। म वरिष्ठ अधिवक्ता राजु प्रसाद चापागाई शर्मा हुन चाहन्छु। खास गरी हामीले यो सन्दर्भ जेनजी आन्दोलन त्यसको कारणको बारेमा अलिकति धेरै कुराहरू त गऱ्यौँ, तर तपाईँको दृष्टिकोणमा के त्यस्ता कारणहरू भए जसले गर्दा चाहिँ 601 जना सबै क्षेत्र, लिङ्ग, वर्ग, भूगोलको प्रतिनिधित्व गरेर बनेको संविधान सभाले करिब 10 वर्ष लगाएर बनाएको संविधान चाहिँ 10 वर्ष नपुग्दै चाहिँ त्यसमा यस्तो खालको आन्दोलन गर्नुपर्ने, खास गरी नवयुवाहरूले आन्दोलन गर्नुपर्ने अवस्था के कारणले सिर्जना भयो? नवपुस्ताले फेरि पनि बलिदानी दिनुपर्ने, अब बलिदानी पुग्यो, अब चाहिँ रिफर्म गर्ने, अब काम गर्ने, अब सुधार गर्ने, अब देश बनाउने समय आयो भनेर त्यो बोलेको 10 वर्ष नै नपुग्दै नवयुवाले यो बलिदानी दिनुपर्ने अवस्था के कारणले आयो होला? यसको पछाडिको कारण के छ त्यो अलिकति बताइदिनुहोस् न। धेरै धन्यवाद दिपेशजी, ज्यादै महत्त्वपूर्ण, लास्ट बट नट लिस्ट महत्त्वपूर्ण क्वेसन सोध्नुभयो र आज एकदम महत्त्वपूर्ण हामी यो ग्यादरिङमा छौँ जस्तो लागेको छ। हाम्रो फर्स्ट जेनेरेसन ह्युमन राइट्स डिफेन्डर नूतन सर पनि यहाँ हुनुहुन्छ, शताब्दी पुरुष हुन लाग्नु भएको छ
र जेनजी जेनेरेसनको चाहिँ ह्युमन राइट डिफेन्डर पनि यहाँ हुनुहुन्छ थुप्रै, र यो सबै हामी सबै जेनेरेसनको ह्युमन राइट्स डिफेन्डर, मैले यहाँ जुन पेसा भए पनि ह्युमन राइट्स डिफेन्डरै हो है, त्यो ढङ्गले मैले कुरा गरिरहेको छु। जर्नलिस्ट साथीहरू पनि हुनुहुन्छ थुप्रै, र हामीले महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। र यो क्वेसनको जवाफ मैले एउटा कन्टेक्स्टमा दिउँ जस्तो लाग्यो। हामी वास्तवमा यो चाहिँ अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको एउटा सङ्घारमा पनि छौँ, पूर्व सन्ध्यामा, र मैले अहिले सम्झना गर्न खोजेको युनिभर्सल होइन डिक्लेरेसन अफ ह्युमन राइट्स होइन UDHR, मैले भन्दा राम्रो जवाब चाहिँ त्यसको प्रस्तावनाले दिन्छ होला जस्तो मलाई लाग्यो। त्यहाँ के भनिएको छ भन्दाखेरि यदि मानिसले विद्रोहको सहारा नलियोस् भन्ने यदि चाहिँ हामी चाहन्छौँ भने उसका अधिकारहरू कानुनी शासनको अन्तर्गत अथवा मातहतमा संरक्षित हुनुपर्छ। वास्तवमा यो चाहिँ इतिहासले मानव सभ्यताले सिकाएको एउटा त्यो सिकाइलाई त्यहाँ लिपिबद्ध गरिएको छ। अन्तर्राष्ट्रिय यो चाहिँ जुन दस्तावेज छ 1948मा घोषणा भएको मानव अधिकारको विश्वव्यापी घोषणापत्र, र त्यसमा उल्लेख छ। वास्तवमा अहिले किन हामी चाहिँ यति साह्रो प्रत्येक 10 वर्ष, म आफै पनि भनौँ न 16 वर्ष हुँदाखेरि IL भर्खर जोइन गर्दा नारायणगढमा चाहिँ यो 46 सालको आन्दोलन जहाँ गोली चलेर 3 जनाको मृत्यु पनि भएको थियो, त्यहाँ म पनि पार्टिसिपेट गरेको थिएँ र घाइते भएको थिएँ, र पक्राउ परे पनि अलिकति जुक्ति लगाएर म त्यहाँबाट उम्केको थिएँ होइन। त्यो अवस्थाको र अहिले सबै हेर्दाखेरि हामी प्रत्येक होइन केही वर्षमा यो ढङ्गको चाहिँ असन्तुष्टिहरू चाहिँ एउटा मास फ्रस्ट्रेसनको रूप लिने र फेरि आन्दोलनको रूप लिने, हिंसा हुने होइन, यो ढङ्गको चाहिँ रिपिटेडली किन भइरहेको छ भन्दा वास्तवमा UDHR-मा जुन सत्य हामीले त्यहाँ उद्घोष गरेका छौँ सारा एउटा मानव समुदायको लागि, र त्यसले बोलिरहेको छ। हाम्रोमा के भइदियो भने वास्तवमा कानुनी शासन भएन। कानुनी शासन, कानुनलाई एक खालको चाहिँ तपाईँको एलिट क्याप्चर को स्थिति चाहिँ सिर्जना भयो। त्यही कानुन पनि सेलेक्टिभ तरिकाले चाहिँ मानिसहरूलाई लागु हुने भयो। अनि कसैले जवाफदेहिता वहन गर्नुपर्ने, जवाफदेहिताको धेरै ठुलो भारी बोक्नुपर्ने, कोही चाहिँ जवाफदेही नै हुनु नपर्ने अवस्था अहिले नै भनौँ न। अहिले जेनजी समूहहरूसँग म सम्पर्कमा रहँदाखेरि उहाँहरूले गर्ने गरेको गुनासो एउटा छ, त्यो के भने 24 गतेकोलाई लिएर त अहिले 500, 700, 1000 जना कति पक्राउ परिसके नि। तर 23 गतेको जुन आज हामी त्यो ज्यादतीको मानव अधिकार उल्लङ्घनको कुरा गरिरहेको छौँ, त्यो विषयमा के भइरहेको छ त? को चाहिँ अहिलेसम्म जवाफदेही बन्यो त? सबैले मिडियाबाट या चाहिँ पार्टीका कार्यक्रमबाट चाहिँ सफाइ दिइराख्नु भएको छ होइन। कसैमा पनि त्यो खालको एउटा तपाईँको त्यो बोध हुन सकेको छैन, मेरो जिम्मेवारी हो, सम्बन्धित निकायमा गएर मैले चाहिँ जवाफ दिनुपर्छ, त्यहाँबाट म चाहिँ सफाइ लिनुपर्छ, के भएको थियो, मैले जे भनिरहेको छु त्यो विषय चाहिँ होइन जाँचबुझ आएको छ, त्यहाँ गएर म चाहिँ दिन्छु। पहिलो 1 नम्बरमा म चाहिँ बयान दिन चाहन्छु त कसैले भनेको छैन। प्रहरी महानिरीक्षक भनौँ अथवा चाहिँ प्रधानमन्त्री भनौँ, गृहमन्त्री भनौँ, कोही पनि तपाईँको त्यो रुल अफ लको मातहतमा उहाँहरू चाहिँ आउन चाहनु भएकै छैन होइन। यसले देखाइरहेको छ हामी किनभने 7 सालदेखि त अधिकारहरू त लेख्दै आएका छौँ। 72 मात्रै होइन, 2007 सालदेखि नै हामीले आर्थिक सामाजिक अधिकारदेखि लिएर थुप्रै नागरिक तथा राजनीतिक अधिकारहरूलाई संविधानमा राख्दै आएका छौँ। संविधानले त्यसलाई चाहिँ एक्नोलेज गरेको छ, मान्यता दिएको छ। तर कार्यान्वयनको अवस्था चाहिँ तपाईँको ठिक उल्टो भयो। मैले यहाँनिर जुन होइन रुल अफ लको मातहतमा संरक्षण, यसको मतलब हाम्रो नयाँ संविधान चाहिँ आयो, तर जुन एउटा दण्डहीनताको निरन्तरतालाई बदल्ने प्रणालीगत सुधार चाहिँ हामीले गर्न सकेनौँ, जसले गर्दा यो निरन्तर भइरहेछ भन्न सक्छौँ। एकदम होइन। के चाहिँ भयो भने हाम्रो अहिले पनि 72 सालमा संविधान जारी गर्दाखेरि पनि अहिले पनि हाम्रो चाहिँ मानव अधिकार चुनौती भनेको दुईटा हुन्। एउटा पटक पटकको यो चाहिँ तपाईँको हिंसा जुन ज्यादतीहरू भए होइन, सशस्त्र सङ्घर्षमा पनि माओवादीको, त्यसपछि पनि अहिले भइरहेको छ, त्यसका इल कन्सिक्वेन्सेसहरूलाई होइन मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई हामीले चाहिँ छानबिन गर्ने, त्यो बारेमा सत्य बाहिर ल्याउने र यो जो जवाफदेही हुनुपर्ने हो उनीहरूलाई चाहिँ जवाफदेहिता वहन गराउने, त्यो कामै हामीले अहिलेसम्म चाहिँ गर्न सकेनौँ कहिल्यै पनि होइन। विभिन्न खालका आयोगहरू बने, प्रतिवेदनहरू आए, कतिपय आयोगहरू बने प्रतिवेदन पनि आएको छैन
होइन सङ्क्रमणकालीन न्यायको कुरा गऱ्यो भने पटक पटक तपाईँको आयोगहरू गठन भएको छ। अरू थुप्रै क्षेत्रीय आन्दोलन होस् अथवा अरू विभिन्न खालको चाहिँ सामाजिक आन्दोलन हुन्, त्यो विषयमा पनि केही अध्ययनहरू भएको होला, सिफारिस भएको छ, तर त्यो कहिल्यै पनि कार्यान्वयन भएको छैन। यसको मतलब पटक पटक आन्दोलन भए, ती आन्दोलनले कुनै न कुनै रूपमा राजनीतिक प्रणालीगत सुधारहरू गर्यो, राजनीतिमा परिवर्तन ल्यायो। जस्तो यहाँले अघि पनि भन्नुभयो, चितवनमा, नारायणगढमा यहाँले पनि वा 62-63 मा हामी धेरै त सडकमै थियौँ, हाम्रो पुस्ता, त्यसले पनि सबैले आन्दोलन गरेर यो राजनीतिक प्रणाली बदलियो। तर बल प्रयोग गर्ने, घातक बल प्रयोग गर्ने आन्दोलनकर्मीहरूमाथि त्यो पद्धति, त्यो प्रणाली चाहिँ बदलिएन। लोकतन्त्रले पनि त्यसलाई सुधार्न सकेन भन्यो भने त्यो ठिकै हुन्छ? एकदमै होइन। यो चाहिँ एउटा त के हो भने मानव अधिकार उल्लङ्घन अथवा चाहिँ तपाईँको हिंसा, लैङ्गिक हिंसा भनौँ, जातीय विभेद भनौँ, होइन, मानिस विरुद्ध हुने जति पनि तपाईँको चाहिँ विभेदकारी मानव अधिकार विरुद्धका चाहिँ कार्यहरू छन्, त्यसमा वास्तवमा जवाफदेहिता वहन गराउने सन्दर्भमा हामी चुक्दै आएका छौँ। एउटा मैले मानव अधिकार चुनौतीको कुरा गरेँ। दोस्रो भनेको चाहिँ स्ट्रक्चरल कजेजहरू, जुन अघि सुरेश सरले सबैले कुनै न कुनै रूपमा त्यसलाई रिफर गरिराख्नु भएको छ। यी चाहिँ होइन संरचनागत कारणहरू, आर्थिक सामाजिक अधिकारबाट वञ्चितको कुरा गरौँ, विभेदको कुरा गरौँ, होइन, बहिष्करणको कुरा गरौँ, सुशासन, यो कुशासनको कुरा गरौँ, होइन, भ्रष्टाचारको कुरा गरौँ, तर यसलाई पनि हामीले चाहिँ वास्तवमा सही ढङ्गले एड्रेस गर्न सकेनौँ। त्यसैले के भइदियो भने तपाईँको संविधान जारी हुन्छ, नयाँ चाहिँ एउटा सेटअप आउँछ त्यो अनुसारको, र फेरि अर्को विद्रोहको लागि हामीले त्यहीँबाट चाहिँ एउटा आधार चाहिँ तयार गर्दै जान्छौँ, र त्यो कुनै न कुनै एउटा कल्मिनेसन त्यसको आउँछ नि त, जब त्यो एड्रेस नभइसकेपछि। त्यसैले फेरि पनि त्यही हुने हो कि अब फेरि हामीले चाहिँ अर्को केही वर्षपछि यही ढङ्गको चाहिँ बलिदानी दिएको अल्फा होइन जेनेरेसनले दिएको हेर्नु पर्ने हो कि भन्ने त्यो चिन्ता अहिले पनि छ। यो दण्डहीनता निरन्तर भयो भने हामी अहिले नै एउटा प्रेडिक्सन गर्न सक्छौँ कि फेरि यस्तो खालको अर्को जेनेरेसनले आन्दोलन गर्छ। अहिले पनि त्यो रियलाइजेसन छैन नि त, होइन, राज्य जस्तो छैन, सरकारमा बस्नेहरूमा पनि त्यो खालको छैन। सुशासन बारेको बुझाइ चाहिँ अहिलेकै सरकारमा बस्नेहरूको पनि कस्तो भइदियो भने घुस नखाने मात्रै हो सुशासन, होइन, बाँकी जसरी नियुक्ति गरे पनि हुन्छ, व्यक्तिलाई जस्तो मान्छेलाई नियुक्ति गरे पनि हुन्छ, होइन, कुनै पनि तपाईँको ट्रान्सपेरेन्सीको कुरा, होइन, त्यो छैन, कम्पिटेटिभनेसको कुरा छैन। त्यसैले पिपुलले चाहिँ तपाईँको ट्रस्ट गर्ने खालको अवस्था नहुँदाखेरि अहिले पनि लेजिटिमेसीको बिस्तारै फेरि नयाँ भनेको अन्तरिम भनेको सरकारको पनि त्यो खालको एउटा समस्या सिर्जना भइसकेको छ। त्यसैले हामी सबै कस्तो ठाउँमा आइपुग्यौँ भनेदेखि सबैले सफाइ दिनुपर्ने, होइन, कोही कसैलाई ट्रस्ट गर्न सक्ने स्थिति नै छैन, होइन। त्यसैले यो सबै एउटा चाहिँ इन्ट्रोस्पेक्सनबाट हामीले फेरि पनि आज एकदमै राम्रो भएको छ, आयोजकहरूले यो राख्नु भएको छ, अझै गहिरो गहन निर्मम चाहिँ समीक्षा गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। म एकदम वस्तुगत उत्तर चाहन्छु। खास गरी यो राज्यमा भएको स्ट्रक्चरल करप्सन, संरचनात्मक, अघि म्यामले एउटा महत्त्वपूर्ण कुरा भन्नुभएको थियो, त्यो स्ट्रक्चरल करप्सनलाई चाहिँ नियन्त्रण गर्न नसक्नु र मानवाधिकारको उल्लङ्घन चाहिँ एकदम बढ्नु, यसको बिचमा सम्बन्ध छ भनेर हामीले बुझ्यौँ भने सही हुन्छ? होइन, एकदमै। जस्तै हामीले के भयो भने व्यवस्था त परिवर्तन भयो, तर 47 सालको संविधान जारी भएपछि आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन 2048, त्यसमा नीतिगत भ्रष्टाचारलाई संरक्षण दिनको लागि जे क्लज राखिएको छ नि, त्यो आज तपाईँको 62-63 मा फेरि होइन आन्दोलनपछि एउटा संविधान आयो अन्तरिम, त्यसपछि पनि फेरि हामीले नयाँ संविधान बनायो, तर त्यो परिवर्तन हुँदैन। 28 सालको स्थानीय प्रशासन ऐन चाहिँ परिवर्तन हुँदैन, 29 सालको राष्ट्रिय निकुञ्ज ऐन चाहिँ परिवर्तन हुँदैन, होइन, 12 सालको तपाईँको चाहिँ नेपाल प्रहरी ऐन चाहिँ त्यसको खोइ त्यो एउटा अटोनोमी, समाज बदलेर काम पुगिसक्यो, ऐन चाहिँ त्यही पुरानै अवस्थाका छन्। हजुर, छैन पुलिसको, नत्र त उसलाई चाहिँ हामीले चाहिँ अकाउन्टेबल बनाउन सक्थ्यौँ नि त। अहिले गन्जाको कसलाई होइन अकाउन्टेबल बनाउने भन्ने खालको। हजुर, म फेरि आउँछु राजु शर्मा। अहिले म मनिषाजीमा आउन चाहन्छु। अब हामीसँग समय अलिक कम नै छ, हामीले 5 जनाको चाहिँ प्रश्न पनि लिन्छौँ भनेको छौँ, त्यही भएर यो दोस्रो राउन्डमा वस्तुगत अलि छोटो छोटो उत्तरको अपेक्षा गर्छु, त्यसपछि म यता फ्लोरमा जान्छु र अनि कन्क्लुड गर्ने प्रयास गर्छु।
अब यहाँलाई खास गरी अहिले तत्कालकै आन्दोलनमा रहनुभयो हुनाले हामी त पुरानो आन्दोलनकारी बिर्सिसक्यो हाम्रो समयको त। यद्यपि यहाँको जेनेरेसनले गरेको आन्दोलनको कुरा गऱ्यौँ भने त त्यो त निकै भर्खरको भयो। यो आन्दोलनको दिनमा सुरक्षाकर्मीले गरेको व्यवहार, त्यसपछि अहिले राज्यले गरिरहेको व्यवहार, यो सबै हेर्दा यहाँको पुस्ता वा यहाँलाई अझ कस्तो किसिमको मानसिक, भावनात्मक, शारीरिक असर पारिरहेको छ? यहाँ के सोच्नुहुन्छ? अलिकति यो राज्यको अनि त्यसपछि भनौँ न यो सुरक्षाकर्मीहरूले त्यो दिन, त्यसपछि राज्यले निरन्तर गरिरहेको, अघि राजु सरले एउटा महत्त्वपूर्ण कुरा भन्नुभयो, 24 गतेको चाहिँ मान्छे समातिरहेछ, 23 गतेको चाहिँ त्यो बारेमा छलफलै सुरु भएको छैन। यसले यहाँहरूलाई पारेको असर के हो? के सोच्नुहुन्छ यहाँहरू? एकदम वस्तुगत रूपमा छोटोमा उत्तर दिदिनु होला ल। हजुर, यसको आन्सर अलिक जटिल छ। अब अब्जेक्टिभली म ट्राई चाहिँ गर्छु। हाम्रो हिस्ट्री भनेको फ्युडलिजमको हिस्ट्री हो। मिनिङफुली हामीले कहिले पनि एकदमै सामाजिक आर्थिक रूपमा कुनै पनि प्रकारको ट्रान्सफर्मेसन गर्न सकेको छैनौँ। त्यसो हुँदाखेरि पुलिसमा हुने कन्सन्ट्रेसन अफ पावर, अघि राजु सरले भन्नुभएको जसरी स्थानीय प्रशासन ऐन, अघि मोहनाजीले भन्नुभएको अनुसार पनि जुन इम्प्युनिटी छ, अब अहिले मैले सुरुमा 23 र 24कै घटनाबाट सुरु गरेँ, त्यसपछि पर्सनल एक्सपिरियन्समा आउँला। 23 गते पछि 24 गते आउँछ भन्ने हाम्रो ठुलो अब यो हामीले बुझ्न नसकेको, सामाजिक रूपमा पनि बुझ्न नसकेको, राष्ट्रले राज्यले झनै नबुझ्न सकेको जस्तो लाग्छ। 23 गते हामी खासमा यो के भन्छ संसद भवनसम्म पुग्यौँ। संसद भवनमा पुगेर फोहरा पनि खायौँ, टियर ग्यास पनि खायौँ। अनि त्यसपछि चाहिँ अब नराम्रो हुन्छ भनेर एक किसिमको हामीलाई थाहा भइसकेको थियो। किनभने जब अब सिडिओले दियो, अब आदेश दियो पाइन्छ भन्न बित्तिकै जुन अलि परको साथीहरूले मलाई त हान्यो भनेर भनेपछि चाहिँ हामी जोगिनलाई निस्किएका हौँ। 23 गते पनि अब यो कन्सन्ट्रेसन अफ पावर भनिहालेँ। योभन्दा अगाडि पनि एकचोटि भएको इन्सिडेन्टमा खुट्टा मुनि मात्र बन्दुक हाल्न नमिल्ने, खुट्टाभन्दा माथि, निभन्दा माथि हाल्न नमिल्ने नै हो खासमा पुलिसको म्यान्डेट पनि। अनि हामीले यो छलफल गर्दाखेरि पुलिसले के भन्नुभएको थियो भने एकदमै ओभर क्राउडेड छ, हाम्रो ट्रेनिङ सेन्टर्सहरूमा कपेसिटी पनि छैन, हामीलाई सिकाउने मान्छे पनि छैन भन्ने कुरा पनि गर्नुभयो। सो 2 थिङ्स, एउटा भनेको अनरिस्ट्रिक्टेड पावर, होइन, पुलिसको के हो अथोरिटी? पुलिस जस्तो अब नेपाल पुलिस जतिको सरी कोही हुनुहुन्छ भने भ्रष्ट, त्यहाँ पनि अब दलीयकरण सबै खालको करप्सन छ नेपाल पुलिसमा पनि। अनि जुन कन्सन्ट्रेसन अफ पावरको भान जब उहाँहरूलाई हुन्छ, हाम्रो नेताहरूलाई पनि जस्तो खालको पावरको भान हुन्छ जब देयर इज नो अकाउन्टेबिलिटी अर रुल अफ ल, त्यो उहाँहरूमाथि अब कसरी हावी हुन्छ म बुझ्दिनँ। राज्यको संरचनामा केही प्रकारको इन्टरभेन्सन अट्याक हुँदाखेरि मलाई पर्सनली नै अट्याक गर्यो भन्ने उहाँहरूलाई लाग्दो हो कि त्यत्रो हजारौँ राउन्ड्स बुलेट फायर गर्नु अन युथ, अन यङ पिपल, त्यसको के पर्सेप्सन हुन्छ मलाई थाहा छैन, मलाई घिनै लागेर आउँछ। अघि उहाँले जसरी जति एकदमै अब भावुक हुनुभयो, म एकदम सेयर गर्छु त्यो इमोसन्स पनि। अब 23 र 24 को घटनामा अघि राजु सरले भनिसक्नुभयो, 23 को घटनामा हुनसक्छ हाम्रो लिगल कम्प्लिकेसन्स हुनसक्छ। बङ्गलादेशमा इन्टरनेसनल क्रिमिनल ट्राइब्युनलले क्राइम्स अगेन्स्ट ह्युम्यानिटी भनिदिएको छ शेख हसिनालाई। 2 महिनामा 1400 जसो करिब प्रोटेस्टर्सहरूको मास किलिङको लागि चाहिँ त्यो गरिएको भन्ने छ। हामीले अहिले 23 गतेको लागि पनि इम्प्युनिटी हुनु हुँदैन भन्दै गर्दाखेरि हामीले पाउने जवाफ भनेको 2 दिनको त थियो नि भन्ने हुन्छ र 100 जना पनि मरेनन् भन्ने हुन्छ। त्यो सुन्दाखेरि यस्तो सँगको रिस आवेग, अब के भन्ने त्यहाँ, होइन, 100 जना पनि पुगेको छैन, कतिजना चाहिँ मर्नुपर्ने हो भनेर हामी बुझ्न सक्दैनौँ। जब त्यस्तो खालको जवाफ आउँछ, कतिजना मरेपछि चाहिँ दिस विल बी सिरियस इनफ भनेर हामीले बुझ्न सकेका छैनौँ। पटक हामीले कुरा गर्दाखेरि पटक हामीले अब एकदमै सम्य भएर हामी एकदम मिसट्रस्ट, फियरको वातावरणमा छौँ। त्यही भएर हामीले हाम्रो साथीहरू जो साथीहरू पक्रिराख्नु भएको छ अब नेपाल पुलिसले, उहाँहरूको फ्यामिली मेम्बर्सहरू हामी अब फेरि सडकमा उत्रिन्छौँ भन्दै गर्दाखेरि हामी थाम्ने प्रयास गर्छौँ। तर ओमिसन जुन हुन्छ नि, त्यति बेलाको कार्यकारी प्रमुख, सिडिओ, पुलिस लगायतका जुन स्टेक होल्डर्सहरू छन् होला, अब तत्कालीन
कार्यकारी प्रमुखलाई सिधै वार क्राइम्स अगेन्स्ट ह्युम्यानिटीसम्मको हामीले थ्रेसहोल्ड पुर्याउन सक्दैनौँ होला 100जना पनि नमर्दा उहाँहरूको भाषामा। तर ओमिसन त हुन्छ नि, राज्यको यत्रो संयन्त्र सिक्योरिटी यत्रो के काम यो सिडिओबाट पर्मिसन लिएको, दुई जनाले पर्मिसन लिएको, हजारौँजना आउँछन् है भनेर इन्फर्म गरेको राज्य संयन्त्र प्रिपेयर्ड हुन सक्दैन हैन। अघि मोहनाजीले पनि भन्नुभयो अन्य राष्ट्रहरूमा यस्तो हुँदैन होला भनेर, तर यसमा चाहिँ मेरो अलिकति फरक धारणा छ। संसारभरि हामीले रप्चर्सै देखिरहेको छौँ। प्यालेस्टाइनको उन्मुक्तिको लागि एउटा एकदमै इन्ट्रेस्टिङ भिडियो छ, ग्रिन पिस युके भन्ने संस्थाले गरिरहेको। उनीहरूले गएर पुलिसलाई म नरसंहारको सपोर्टमा छु, मलाई समात्नुहुन्छ भनेर भन्दाखेरि पुलिसले समात्दिन भन्छ। तर जो व्यक्तिहरूले प्यालेस्टाइनको सपोर्टमा प्रोटेस्ट गरिराख्नु भएको छ उहाँहरूलाई त समातिरहेको हुन्छ। मारेको चाहिँ अब डिरेक्टली देखिँदैन होला, टर्चर ब्रुट्यालिटी त संसारभरि हुन्छ। सो यो ग्लोबली नै जुन हाम्रो प्रतिगामी इम्प्युनिटी, युएसको प्रेसिडेन्ट हेर्नुहोस्, नेतन्याहु हेर्नुहोस्, संसारभरिको ग्लोबल लिडर्सहरूलाई हेर्नुहोस् जो यसरी इम्प्युनिटी रिडन आफ्नो थ्रोन्समा बसिराख्नु भएको छ, त्यसको अगेन्स्टमा जहीँ पनि रप्चर्स भइराखेको छ। त्यही भएर अघि तपाईँले जेनजी भन्नुभयो नि, हामी भनेको टलरेन्स अलिक कम भएको जेनेरेसन चाहिँ होला। त्यही भएर जेनजीको नेतृत्वमा भएको हो यो हाम्रो सिङ्गल ह्यान्डेड आन्दोलन पनि होइन। असर भनेको अब हेर्दैछौँ, हामी सिक्दैछौँ, गाह्रो छ, तर अब पर्सिस्टेन्स इज द नेम अफ द गेम भन्ने होला। वी आर ट्राइङ। हस्, म फेरि अन्तिम पटक फेरि आउँछु यहाँसँग। म कुमार शर्मा आउन चाहन्छु। खास गरी यहाँको एउटा अर्को व्यक्तित्व, यहाँ पत्रकारिता पनि गर्नुहुन्छ, आम सञ्चार माध्यमसँग पनि संलग्न हुनुहुन्छ। खास गरी एउटा के खालको एउटा न्यारेटिभ देखिन्छ भनेदेखि चाहिँ यो मूलधारको सञ्चार माध्यम भन्दा पनि सामाजिक सञ्जाल लगायतका यो सञ्चार माध्यमहरू वैकल्पिक सञ्चार माध्यम भनौँ, वैकल्पिक धारका भन्न मिल्छ कि त्यो त्यसले चाहिँ अलिकति उत्तेजक, हिंसात्मक अनि यो लगायतका सवालहरूलाई चाहिँ अलिकति प्रोत्साहन गरेको कारणले गर्दा अहिलेको अवस्था आएको हो भन्ने एउटा खालको छ। यसलाई कसरी हेर्न सकिन्छ होला? धन्यवाद छ। म यहाँ बस्दा एउटा सानो विषय भनेर म तपाईँको प्रश्नमा आउनेछु। एकजना शुभेच्छुकले यहाँ भर्खर मलाई एसएमएस पठाउनु भयो, यहाँ त सबै बाहुन छेत्रीहरू छन्, आदिवासीको कुरा धेरै नगर्नु है, अलिकति मेन स्ट्रिममा भएर कुरा गर्नु है भनेर मलाई मेसेज पठाउनु भयो। तर यो चाहिँ यो मानवाधिकार कर्मीहरूको फोरम एकदम मानव डिफेन्डरहरूको चाहिँ फोरम भएको हुनाले मानवाधिकारको सन्दर्भमा कुरा गर्नलाई अन्यथा हुँदैन जस्तो लाग्छ मलाई। म दुईवटा कुरा मात्रै यहाँ जोडेर तपाईँको कुरामा आउँछु प्लिज। खास गरिकन यो जेनजी आन्दोलन चाहिँ अघि मनिषाजीले भने जस्तै यो अर्थात् सबैले भने जस्तै यो अपराधीकरण हुने क्रममा छ, अपराधीकरण बनाइँदैछ राज्यले। खास गरिकन थारू आन्दोलन भएको थियो, त्यो राजनीतिक आन्दोलन थियो, त्यो अपराधीकरण गरेर थारू आन्दोलन गर्नेहरू सबै कोही जेलमा छन्, कोही विदेशमा छन्, पलायन भएका छन्। त्यो एउटा दृष्टान्त दिन सकिन्छ। मधेस आन्दोलन पनि त्यस्तै हो। त्यस कारणले यो क्रम चाहिँ जारी छ। आन्दोलनको क्रममा आदिवासीको लेन्सबाट भन्ने हो भने 27 जना जति शहीद आदिवासी मूलका नानी बाबुहरू हुनुभएको छ। 76 जना मध्ये 27 जना, 27 जना। घाइतेहरू 75 जना भन्ने तथ्याङ्क छ, हाम्रो तथ्याङ्क होइन, आदिवासी जनजाति महासङ्घको तथ्याङ्क हो। र त्यसपछिको क्रममा बजारमा जुन पक्राउ पर्ने क्रम छ, 24 गतेको घटनालाई लिएर पक्राउ गर्ने क्रम छ, त्यसमा चाहिँ दिनदिनै समाचार आउँछ, फल्ना राई पक्राउ बन्नुभयो, फल्ना महर्जन पक्राउ बन्नुभयो, फल्ना चौधरी पक्राउ बन्नुभयो, फल्ना तामाङले यस्तो गर्यो, त्यस्तो खालको आइरहेको छ। त्यस कारणले यो पनि एकदम डरलाग्दो ढङ्गले गइरहेको छ। यो म आदरणीय मानवाधिकारका वरिष्ठ व्यक्तित्वहरूलाई म ध्यान आकर्षण गर्न चाहन्छु। यो एउटा जिज्ञासा पनि थियो, म त्यसमै जोड्छु। तपाईँले यो भनिरहनु हुँदा अघि त्यो भन्नुभएको प्रश्नमा त्यति धेरै अब मैले त्यसमा टिप्पणी गरिनँ, तर मैले यहाँ सोध्न खोजिरहेको थिएँ अहिले यो अतिरिक्त भेदभाव, अतिरिक्त समस्याहरू के कुरा भोगिरहेको छ जनजाति, आदिवासी जनजाति जुन आन्दोलनमा आउनुभएको जेनेरेसनले भन्ने पनि थियो। हजुरले त्यो महत्त्वपूर्ण कुरा जोड दिनुभयो। अर्को कुरा तपाईँहरूले थाहा छँदैछ होला, टासी लाजुङको नाम त सबैले थाहा छ। टासी लाजुङलाई मिडिया ट्रायलको रूपमा मन्त्री भन्ने चर्चा आयो, तिब्बती भनेर चाहिँ एकदम ट्रोल बनाइयो, नागरिकता सार्वजनिक गर्नु पर्यो। अनि त्यसपछि अर्का एकजना व्यक्तित्व आउनुभयो, विदेशी भन्ने आयो। यस कारणले
नाक थेप्चो देख्ने बित्तिकै आँखा चिम्सो देख्ने बित्तिकै तिब्बती हुने, अलिकति धोती कुर्ता लगाएको भन्ने बित्तिकै विदेशी हुने। यो हाम्रो मनोविज्ञान, हाम्रो सामाजिक मनोविज्ञान कहाँनिर छ? म त यो हाम्रो सुरेश सरलाई यो पो सोध्न चाहन्छु, कसरी यस्तो खालको मनोविज्ञान भन्छ? के नागरिकता बोकेर हिँड्नुपर्छ सधैँभरि हामीले? यो देशको नागरिक हुनको लागि के मेन स्ट्रिमको नागरिक हुन हामी चाहिँ आदिवासी जनजातिले पाउँदैन? मेरो प्रश्न यहाँ छ। टासी लाजमको कुरा भयो, अर्को आयो अफवाह, यो लुटेको हतियार त सबै बौद्ध गुम्बामा छ भनेर भन्यो। त्यो कुन उद्देश्यले प्रचार गरिएको थियो तपाईँहरू सबै बुझ्नुहुन्छ। बौद्ध गुम्बा भनेको, बौद्ध धर्मावलम्बी भनेको चाहिँ शेर्पा, गुरुङ, तामाङ, मगर यी समुदायको गुम्बा हुन्छ। हिमाली आदिवासीहरूको त एकदम त्यो महत्त्वपूर्ण पवित्र स्थल हो। सरकारले छानबिन गरोस् त, सरकारले छानबिन गरेर फल्ना गुम्बाबाट चाहिँ हतियार बरामद गरेको थियो भने त हुन्थ्यो होला। त्यस्तो खालको ट्रोलहरू बनाइदिएछ। अरू कुराहरू पनि छ। अब जस्तो अब आन्दोलनकै क्रममा अब के अरे पहिलो शहीद हाम्रो पोखरामा लखन थापाको शालिग ढालियो। त्यो एउटा नियोजित रूपमा थियो होला, त्यो जेएनजी आन्दोलनको त्यो एजेन्डा थियो जस्तो मलाई लाग्दैन। त्यसै कारण इटहरीको तपाईँहरूले देख्नुभएको छ, समावेशी प्रत्येक जात जातिको चाहिँ स्तम्भ बनाएर मेन चोकमा चाहिँ समावेशी स्तम्भ बनाइएको थियो, त्यसलाई पनि ढालियो। के हामी यो नेपालको संविधानले परिकल्पना गरेको बहुजातीय बहुभाषिक समाजको चाहिँ परिकल्पना विरुद्ध यो जेएनजी आन्दोलन थियो र? थिएन नि त, पक्कै पनि थिएन। जेएनजी आन्दोलन त हाम्रो मनिषाजीले भनिसक्नुभयो, उहाँहरूको आन्दोलन सुशासन, भ्रष्टाचार र अनि त्यसपछि अभिव्यक्ति स्वतन्त्रताको न थियो सामान्य रूपमा हेर्दाखेरि त। तर यो समाजको मनोविज्ञान, समाजले त्यतातिर चाहिँ भाड्न खोज्नु एकदम दुःखको कुरा हो। अब आदिवासीको जनजातिको अघिकै कुरामा आयौँ भने अब मलाई अलिकति जोड्न मन लागेको चाहिँ खास गरी जुन अहिले यहाँले एकदम तथ्यसहित, तथ्याङ्कसहित, अवस्थासहितको कुरा भन्नुभयो। अब यो सामाजिक सञ्जालहरूले पनि यस्तो किसिमले अतिरञ्जित गर्न लागिरहेको छ, गरिरहेको छ, जसले यो अवस्था आएको हो भन्ने लाग्छ कि यहाँको दृष्टिकोण के छ त्यसमा? मैले भने यो समाजको बनावट, समाजको मेन स्ट्रिम भन्ने जुन भाष्य छ, न्यारेटिभ छ, त्यसले बनाएको कुरा हो। यो भाष्यलाई हामीले बदल्नुपर्छ। हामी बहुजातीय समाजमा छौँ, यो बहुजातीय बहुभाषिक समाजमा छौँ। हामी त 124 जातिहरू यहाँ बसोबास गर्छौँ, तिनीहरूको आफ्नो अस्तित्व छ, आफ्नै भाषा छ, आफ्नै भूगोल छ। त्यो भन्नेतर्फ गर्नुपर्ने एउटा कुरा चाहिँ जेएनजी आन्दोलनको पछि चाहिँ जेएनजीहरूले चाहिँ सेयर मागे भनेर सिन्धुपाल्चोकको घटना तपाईँहरूले, म आफै पनि त्यहाँ के अरे हेर्न गएको, भोटेकोसी जस्तो लाग्छ होइन, यदि सही हो भने। अब त्यो नेपालको जलविद्युतले आदिवासी जनजाति स्थानीय समुदायलाई कति पीड पारेको छ भन्ने कुरा मानवाधिकार कर्मीहरूले पनि आवाज उठाउनुपर्छ। अबको सन्दर्भमा व्यक्तिगत मानवाधिकार मात्रै सवाल होइन, अब सामूहिक मानवाधिकार। युएनडिपीले मैले अघि सुरुमै भनेको थिएँ, युएनडिपीले भने जस्तै सामूहिक मानवाधिकारको कुराहरू, जस्तो हाइड्रो बनेको छ, हाइड्रो बनेपछि पानी पँधेर बिग्रिन्छ, स्कुल जाने बालबालिकाको बाटो बिगारिदिन्छ, अनि त्यसपछि उनीहरूको माछा मार्ने व्यवसायहरू टुट्छ। त्यस्तो टुट्छ भने स्थानीय समुदायले त्यसलाई चाहिँ आदिवासी मैत्री, स्थानीय समुदाय मैत्री बन्नुपर्छ भन्नु कुनै ठुलो कुरो होइन। त्यहाँ सम्झौता भएर टुङ्गियो। सम्झौता त्यो निःशुल्क सेयर दिएको होइन, यहाँ प्रचार भयो जस्तो सेयर हाल्ने अवसर दिएको, त्यो कुनै ठुलो कुरा हो? त्यो सेयर हाल्ने अवसर, सेयर भने त साउ हुने कुरा हो नि, हो होइन? त्यो अलिकति सहुलियतपूर्ण ढङ्गले सेयर हाल्ने अवसर दिएको। जेएनजीहरूले त्यो अवरोध गर्न, त्यो विकास विरोधी गर्ने, विकासको विरोध गर्न कुरा होइन। अर्को कुरा, जेएनजी आन्दोलनपछि गठन भएको, अब यो मौका पाएको बेला माइक भएको बेला भनिहालौँ, हेटौडामा छोटकरीमा हेटौडामा सडक विस्तार भयो। सडक विस्तार हुँदाखेरि हुन त त्यहाँ पूर्व मुख्यमन्त्री हाम्रो डोरमडीजीदेखि सुमार्गीसम्मको घर बत्तियो, तर मुआब्जा क्षतिपूर्ति बिना स्थानीय समुदायसँग चाहिँ सहमति नलिकन बनाइएको त्यो कस्तो खालको विकास हो? खास गरिकन यो सवालहरू चाहिँ सामूहिक अधिकारभित्र पर्छ, सामूहिक मानवाधिकारभित्र पर्छ। यस्तो सामूहिक मानवाधिकार हननकर्ताहरू, खास गरिकन त्यहाँ नेवार समुदाय छन्, त्यहाँ तामाङ समुदायहरू छन् र अरू समुदाय पनि छन्, सबैको साझा कुराहरू छ। त्यस कारणले अन्तर्राष्ट्रिय कानुनले के भन्छ भने फ्री प्रायर इन्फर्म कन्सेन्ट ल्याऊ। पहिला कुनै पनि विकास गर्दाखेरि स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरी भन्छ नि, मोहना म्यामलाई थाहा छ बढी होइन मानवाधिकार आयोगको मैले लिटरेचर हेर्दाखेरि। त्यस कारणले त्यस्तो खालको नलिकन चाहिँ
त्यस्तो विकास गरिएको छ, धेरै उदाहरणहरू छ। म अहिले यो प्रसङ्गलाई भने मिडियाको सम्बन्धी एक लाइन भनेर म टुङ्ग्याउँछु। मिडिया, नेपालको मिडियामा मैले 30 वर्ष 35 वर्ष काम गरेँ। साप्ताहिकदेखि दैनिक पत्रिकादेखि सम्पादक भएर रिटायर भएर रेडियो टेलिभिजनमा अहिले चलाइरहेको छु। अब म अहिले यस्तो मेरो जीवनमा एउटा यस्तो निष्कर्ष आयो, अस्ति न्युयोर्क टाइम्सको सम्बन्धी कन्टेन्ट एनालिसिस गरेको एउटा रिपोर्ट हेरेको थिएँ मैले। यो मिडियाको जुन फर्मेट छ, नेपालको चाहिँ विश्वविद्यालयले मिडिया कर्मीहरू उत्पादन गर्छ, त्यसको फर्मेट चाहिँ एकदम गलत छ। जस्तो यहाँ एमनेस्टी इन्टरनेसनलले, म एउटा उदाहरण दिउँ, एमनेस्टी इन्टरनेसनलले के अरे कार्यक्रम गर्यो, यो तथ्याङ्कहरू गर्यो, यस भेरिफाई गर भन्छ। फेरि मिडियाको अहिलेको सकाएको गुरुहरूले सिकाएको कुरा चाहिँ, अनि अब गएर गृह मन्त्रालयमा डाटासँग भेरिफाई गर्दा त्यो मिल्दैन भनेपछि उसको कुरा माथि भएन। त्यस कारणले त्यो खालको फर्मेट, मिडिया फर्मेट जुन छ हाम्रो न्युज फर्मेट भनौँ न, न्युज फर्मेट गलत छ। यो कोलोनाइज फर्मेट, हामी त यो आइएलओको 169 र युएनडीको भाषामा भन्दाखेरि कोलोनाइज फर्मेट। कोलोनाइज भनेको फेरि के अरे ब्रिटिसले इन्डियालाई कोलोनाइज गरेको जस्तो होइन कि, आन्तरिक उपनिवेशीकरणको उपज हो। यो मिडियाको फर्मेटलाई चेन्ज नगरिकन हुँदैन भन्ने निष्कर्षमा पुगेपछि म यस सम्बन्धी रिसर्च पनि गर्दैछु। हस्, हामी त्यो बारेमा फेरि छलफल गर्ने नै छौँ। यहाँकोमा म फेरि आउनेछु। म गीता म्याडममा आउन चाहन्छु। खास गरी म फेरि अलिकति अलि विगतदेखि नै जोडेर यहाँको अनुभव सुन्न चाहिरहेको कि अहिलेको जुन जेनजी आन्दोलन, विगतमा भएका कयौँ आन्दोलनहरू छन् यस्तो, जसले चाहिँ परिवारमा विशेष गरी आमा दिदी बहिनीहरूमा कस्तो मनोवैज्ञानिक असर पारिरह होला, मूलतः महिला समुदायमा, र यो द्वन्द्व पीडितहरूले भोगेको पीडा र अहिलेका युवा पुस्ता जो आन्दोलनमा आउनुभयो उहाँहरूले भोगेको हिंसा उस्तै हो वा अलिकति फरक हो? कस्तो असर पारिरहेको छ र यसमा के समानता र के भिन्नता देख्नुहुन्छ? यसमा पीडा उस्तै भन्ने हो कि होइन भन्ने कुरामा त यसलाई सवालै गर्नु पर्दैन जस्तो लाग्छ। एकदम पीडा उस्तै नै हो होइन। पीडा 10 वर्ष अगाडि जुन आमाले आफ्नो सन्तान गुमायो, अहिले गुमाउँदाखेरि नि त्यो आमाले भोग्ने र आजको जेनजेट आन्दोलनमा चाहिँ छोरा छोरी गुमाएको आमाले भोग्ने पीडा एउटै नै हो। र यसमा चाहिँ कस्तो भयो भन्दाखेरि मनोवैज्ञानिक जुन भावनात्मक कुराहरू गर्दाखेरि मैले मेरो आफ्नो परिवारबाट उदाहरण दिँदाखेरि मेरो आमा, अब त्यति बेला हामी सबैजना घरमै थियौँ। मेरो आमा चाहिँ मेरो परिवार, मेरो दाइ र दिदी दुईजना मारिएको हो र त्यतिखेर जस्तै रोइरहनु भएको थियो कि, किनभने त्यो उहाँलाई थाहा छ नि त सन्तान गुमाउँदा के हुन्छ, त्यो पीडा थाहा छ। अनि त्यसो हुँदाखेरि त्यो हामीले टिभी नै त्यो बेलाको अझै न्याय पाउन नसकेको झन् ठुलो पीडा त बाँकी नै छ। छुट्टै नै छ होइन। उहाँले त्यति बेला चाहिँ आफ्नो बिर्सेर त्यो परिवारलाई के भयो होला होइन, त्यो आमालाई के भयो होला, त्यो श्रीमतीलाई के भयो होला, ल यस्तो बच्चाहरू रहेछन् भनेर पछि हामीले यस्तो गर्दै त्यो नेटै बन्द गरिदिनु पर्ने अवस्था आयो घरमा, टिभी नै हेर्न दिएनौँ। भनेको त्यो परिवार कस्तो खालको विक्षिप्त हुन्छ भन्ने त्यो मैले पनि नजिकबाट अनुभव गरेको छु। र त्यसमा मेरो दिमागमा एउटै कुरा खेलिरहेको थियो, यो अहिले जे भइरहेछ त्यही नै मेरो दिमागमा खेलिरहेको थियो कि जस्तै जस्तै पुलिसहरूले गरेको जुन पहिलो दिनको जुन छ त्यो केही पनि अनुसन्धान सुरु नै भएको छैन होइन। पछि भोलिपल्टको त समाउन सुरु गर्यो भने चाहिँ यही नै हुन्छ होला भएको थियो कि मलाई ठ्याक्कै दिमागमा यही लागेको थियो। किनभने 10 वर्षको युद्धको पनि आर्मी पुलिसहरू जो राज्यको संयन्त्रमा हुनुहुन्छ, खासै त्यस्तो चाहिँ एउटा कुमार लामा, मैना सुनवार होइन को चाहिँ अलिअलि चाहिँ अब त्यो एकदम ठुलो लगानी छ त्यसमा पनि, त्यहाँसम्म आउन पनि ठुलो चाहिँ लगानी भनेको चाहिँ हामी सबैजनाको ठुलो योगदान छ त्यसमा होइन, त्यो त्यहाँसम्म पुग्नको पनि। नत्र भनेदेखि छुटफुट अब व्यक्ति यो होइन पार्टीलाई वा संस्थालाई जिम्मेवारी बनाउने कुरो त अगाडि बढ्नै सकेन। व्यक्तिहरू छुटफुट चाहिँ समाउने यताउता गर्ने भयो, नत्र भने कारबाहीको कुराहरू अनुसन्धानको कुराहरू अगाडि बढ्नै सकेन, कहिले पनि अगाडि बढ्नै सकेन। जस्तै भैरवनाथ गणमा 49 जना मान्छे बेपत्ता बनाइएको भन्ने छ, जुन भैरवनाथ गणमै लगेर चाहिँ नेताहरूलाई सुरक्षा दियो होइन, इतिहासलाई हेर्ने हो भनेदेखि। र त्यहाँनिर के भएको थियो भनेर आजसम्म अनुसन्धान सुरु गर्ने हिम्मत गसेको छैन, त्यो गर्न सकेको छैन। भनेपछि
यो चाहिँ अब तर यसले पटक पटक फेरि हो। जो त्यो त्यही शक्ति राजनीतिक शक्तिकै नेतृत्वमा सरकार बन्यो तर त्योतिर काम गरिन, त्यो त्यो कहिले त्यो त्यो दण्डहीनता चाहिँ निरन्तर नै रहिरह्यो। यसमा कस्तो भयो भने राजनीतिक पार्टी नै जोडिएको भयो नि त यहाँ त होइन। यो चाहिँ अहिले हामीले 10 वर्ष युद्धको कुरा पनि गरौँ, जेनजेटो आन्दोलनको गरौँ होइन, प्रधानमन्त्रीको भन्दा राजनीति पार्टीकै हुन्छ। शक्ति द्वन्द्वमा जसले गर्ने त्यही मान्छे नेतृत्व भइसकेपछि कसरी अनुसन्धान सुरु हुन्छ भन्ने कुरा, त्यही भएर हामीले आयोगको कुराहरूमा निष्पक्षता खोजेकै त्यही भएर हो। हजुर हजुर, मलाई एउटा सानो चिठी पनि आइसकेको छ, त्यही भएर मैले अलिकति छोटो भन्न खोजेको। यो चिठी फेरि एकदमै महत्त्वपूर्ण आएको हुनाले म सुरेश शर्मा आउन चाहन्छु। खास गरी अहिलेसम्मको जुन छलफलबाट देखियो कि राज्य र यो नागरिकको दूरी एक किसिमले बढिसकेको, नागरिकको राज्यमाथिको विश्वास अनि राज्यको चाहिँ नागरिकप्रति एउटा हुन्छ नि त आफ्नो दायित्व पुरा गर्ने कुराप्रतिको च्युत भइरहेको जस्तो देखिन्छ। यो कति गहिरो खाडल बनिसकेको छ सर? यो खाडल पूर्णको लागि कति, यो उत्तरदायित्व बढाउनको लागि, जवाबदेहिता बढाउनको लागि अहिले तत्कालै केही काम गर्यौँ भने सकिन्छ कि यो खाडल धेरै लामो भइसक्यो? अलिक छोटकरीमा उत्तर अपेक्षा गर्छु। म सकेसम्म छोटकरीमा भन्न चाहन्छु। र दोस्रो पाटो त मलाई तपाईँको प्रश्नको दोस्रो भाग मलाई सायद धेरै थाहा नहोला के गऱ्यो भने हुन्छ भनेर। तर पहिलो कुरा चाहिँ निश्चय पनि यो लामो अवधिसम्ममा अघि साथीहरू पनि आइसक्यो, हाम्रो फेलो प्यानलिस्टहरूबाट आइसक्यो कि वास्तवमा दण्डहीनता एउटा, अर्को चाहिँ राज्यमा सबै समुदाय वर्ग र इभन उमेर समूहहरूको पनि आफ्नो मेरो प्रतिनिधित्व त्यहाँ छैन, यो राज्यले मलाई प्रतिनिधित्व गरिराखेको छैन भन्ने अर्को एउटा होइन। अर्को चाहिँ त्यो ट्रस्टको होइन, हामीले न्याय पाउँछौँ भन्ने खालको जुन विश्वासको त कमी, त्यसले गर्दाखेरि नागरिक र राज्य बिचको दूरी एकदम नै त्यो फासला बढेको अवस्था हो। त्यो कारणले गर्दाखेरि जब तपाईँ त्यहाँ राज्यप्रति विश्वास हुँदैन र राज्यले मलाई पनि प्रतिनिधित्व गर्छ, मेरो भावनाको पनि प्रतिनिधित्व गर्छ भनेर हुँदैन, अनि त्यो अवस्थामा चाहिँ यो खालको जुन भनौँ न तपाईँको चाहिँ द्वन्द्वहरू हुने हो, यो खालको विद्रोहहरू हुने हो होइन। पहिलो कुरा त्यो हो। अब दोस्रो कुरा चाहिँ म मनिषाजी मार्फत र अब सबै यहाँ जेजी आन्दोलनमा सहभागी हुनुभएको सबै साथी मार्फत म उहाँहरूलाई धन्यवाद, विशेष धन्यवाद दिन चाहन्छु कि वास्तवमा उहाँहरूले एउटा नयाँ पोलिटिकल इमेजिनेसन्स होइन, एउटा नयाँ खालको राजनीतिक परिकल्पना गर्नलाई हामीलाई त्यो अवसर यसले दिएको छ। किनभने त्योभन्दा अगाडि भदौ 22 को रातिसम्म पनि हामी यसरी सोच्न सक्दैनथ्यौँ जसरी आज सोचिराखेका छौँ, त्यो कुरा हो। तर अघि उहाँले एकदम राम्रो कुरा गर्नुभयो कि वास्तवमा यो नयाँ सरकार बनिसकेपछि पनि यसले आफ्नो रोडम्याप सार्वजनिक गर्न सकेको छैन, विविध कारण होला। तर जेन्जी मुभमेन्टको जुन इथोजलाई, जुन त्यो भावनालाई, जुन त्यो आवेगलाई अहिलेको सरकारले प्रतिनिधित्व गर्न सक्छ त भन्दाखेरि अघि राजु सरहरूले सबैबाट आएको कुरा चाहिँ त्यो सक्दैन। सबैभन्दा ठुलो विडम्बना चाहिँ यो हो होइन, अहिले हाम्रो भइराखेको चाहिँ सबैभन्दा ठुलो विडम्बना चाहिँ त्यो हो होइन। मैले बेला बेलामा भन्ने गर्छु, एकजना मानवशास्त्री बेनेडिक्ट एन्डरसन भन्नेले एउटा इमेजिन कम्युनिटी भनेर लेख्नु भएको छ। उहाँले चाहिँ खास गरी यो इन्डो चाइनाको चाहिँ लेट 670s को यो द्वन्द्व होइन, आर्म्ड कन्फ्लिक्टको कुराहरू लिएर उहाँले भन्नुभएको छ क्या, वुड हेभ थट द्याट स्ट्रम ब्लोज द हार्डर इट फार्दर इट लिभ्स द प्याराडाइज बिहाइन्ड होइन। जति जोडले त्यो हुन्डरी चल्छ त्यसले चाहिँ वास्तवमा सुखद सम्मानहरूलाई पछाडि छोडिसकेको हुन्छ भनेर। यो आन्दोलनको आवेग यति त्यो चाँडो गतिमा गयो र यसले वास्तवमा सोच विचार गरिकन अब यसलाई व्यवस्थापन कसरी गर्ने भन्न सक्ने स्थिति भएन होइन। तपाईँलाई हामीले स्ट्रक्चर इनइक्वालिटी कुरा गरिराखेका छौँ। सरकारले गरेको पहिलो निर्णय मध्येको एउटा निर्णय के थियो भने भूमि समस्या समाधान आयोगलाई खारेज गर्ने भन्ने थियो होइन। यद्यपि अदालतले त्यसलाई फेरि बिउतायो होइन। अघि राजु सरले धेरै कुराहरू बताइसक्नुभयो र यो 23 गतेको होइन 24 गतेकोलाई चाहिँ समाज 24 गते पछिकाहरूलाई र 23 गतेकोलाई कसैलाई जिम्मेवार नबनाउने होइन, दण्डनीयता छोड्ने र 24 गतेलाई समाउने भनेको कसले गरेको? त्यो पहिलाको सरकारले हो त, अहिलेको सरकारले गरेर हो नि त भन्दाखेरि एउटा ठुलो समस्या चाहिँ यो समस्या हो। त्यसले गर्दाखेरि भोलि चुनाव होला, चुनावपछि अर्को सरकार आउँछ। मैले अस्ति एउटा लेख्दाखेरि भनेको थिएँ कि वास्तवमा अहिलेको राजनीतिक दलहरू उनीहरूसँग जम्मा दुईवटा विकल्प छ, कि सकिनु कि सकिनु, कि सचिनु र कि सकिनु। सच्यो भने पनि सक्यो भने पनि देशलाई फाइदै हुन्छ होइन। तर समस्या के हो भने न उनीहरू सकिने भए न सचिने भए भनेको मतलब हामीले पुराना संरचनागत त्यो असमानताहरूसहित
पुरानै त्यो तपाईँको चाहिँ यो माइन्डसेट लिएर अगाडि जान खोजिराखेका छौँ होइन। समय त अगाडि बढ्ला, तर यो अहिले हामीले जे खालको चाहिँ समस्या यो अवस्थामा आयो भनेर छौँ त्यसलाई समाधान गर्ने कुनै उपायहरू अहिले छैन, अवलम्बन गरिरहेका छैन। त्यो अर्को एकदमै ठुलो चुनौती हो र वास्तवमा अनिश्चितता चाहिँ अगाडि धेरै छ। तपाईँले मलाई सोध्नुहुन्छ भने चाहिँ अनिश्चितता अझै बढी छ। हजुर। र यो सबै स्टेक होल्डर्सहरू इन्क्लुडिङ जेनजी मुभमेन्ट्स, मैले चाहिँ मुभमेन्ट भन्छु होइन, त्यो जेनजी मुभमेन्ट भनेको एउटा ठुलो त्यो एउटा सिम्बोलिक टर्ममा सबैले चाहिँ वास्तवमा कसरी यसलाई चाहिँ वे आउट दिने। हिजो चाहिँ हामी प्रतिक्रियात्मक थियौँ अब होइन, अब चाहिँ हामी त्यो रचनात्मक हिसाबले कसरी यो अहिलेको अवस्थाबाट पुरानोबाट विच्छेद गराएर, पुराना निरन्तरताहरूलाई विच्छेद गराएर अगाडि जान सकिन्छ भनेर सोच्नुपर्ने त्यसमा अझै हामीसँग थोरै समय बाँकी नै छ। म त्यहाँ आउँछु सर, त्यो कसरी सोच्न सक्छौँ भन्नेमा अहिले मोहना म्याममा आउन चाहन्छु। एकदम वस्तुगत एक सेन्टेन्समा उत्तर दिइदिनु भयो भने हामी त्यसपछि यता जान्छौँ। यो पछिल्लो समय जुन जेनजी आन्दोलन भइसकेपछि ओभरसाइड एजेन्सी भन्छौँ, मूलत मानवाधिकार आयोगलाई हेर्छौँ भने यो ओभरसाइड एजेन्सीको भूमिका लाई हजुर नै विगतमा त्यसको त्यो आयोगमा पनि हुनुहुन्थ्यो। अहिलेको अवस्थालाई हेऱ्यौँ भने हामी कसरी हेर्ने होला यो ओभरसाइड एजेन्सी, खास गरी राष्ट्रिय मानवाधिकार आयोगको भूमिकालाई चाहिँ एकदम छोटोमा? सरी यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो। हामी मानवाधिकार कर्मी अथवा एउटा मानवाधिकार आयोगमा बसिसकेको एउटा पूर्व पदाधिकारीको हैसियतले कस्तो हुन्छ भन्दाखेरि कुनै पनि मुभमेन्ट कुनै पनि माध्यमबाट जब डिक्लेयर हुन्छ नि अथवा घोषणा हुन्छ अथवा राज्य सरकारबाट अनुमति लिएर त्यो फलानु दिन फलानु स्थानमा आयोजना हुँदैछ, त्यो दिन हामी मानवाधिकार कर्मी लगायत मानवाधिकार आयोगसम्मले एउटा मेसिभ मोबिलाइजेसन गर्छ कि जुन चाहिँ 23 गतेको ठुलो ग्याप हो, त्यो छैन। त्यो दिनको जुन एउटा मोबिलाइजेसन थियो नि, जस्तै कस्तो छ भन्दाखेरि मैले देखेको विगतका धेरैवटा आन्दोलनमा कमसेकम त्यो एउटा निलो ज्याकेट, हरियो ज्याकेट, पहेँलो ज्याकेट सडकमा ओर्लिने बित्तिकै सुरक्षाकर्मीलाई के हुन्छ भन्दाखेरि जे भए पनि एउटा मलाई वाच गर्दैछ भने एउटा सन्देश जान्छ कि। सो त्यो वाच गर्ने सन्देशले उनीहरूलाई पनि एक किसिमले बोथ साइड, अब आन्दोलन गर्ने व्यक्तिलाई पनि र त्यो उसलाई पनि, तर त्यो जुन 23 गतेको उसमा चाहिँ एकदम शिथिल देखिन्छ, त्यो एउटा ठुलो ग्याप देखिन्छ कि। आयोगबाट चाहिँ मैले एउटा ऊ चाहिँ आयोगबाट यसलाई कसरी भन्ने, यो कहिलेकाहीँ लज्जास्पद भन्नुपर्छ जस्तो मलाई लाग्छ कि। आयो स्टेटमेन्ट आयो, त्यो आफ्नो ठाउँमा छ। 24 गते भागिरहेको मैले आएका कर्मचारी पनि देखेको थिएँ होइन, उहाँहरू आफूलाई नै सेभ गरिराख्नु भएको थियो। सो त्यो ग्याप चाहिँ 23 गतेले जन्माएको हो कि, 23 गतेले जन्माएको ग्याप हो कि, जुन उहाँहरूको अनुपस्थिति थियो नि सडकमा, उहाँहरूले पनि त्यो आकलन गर्न सक्नु भएन। त्यो अनुपस्थितिले त्यो किसिमको वातावरण अवस्था सृजना गरे। हजुर, हस्, यहाँलाई धन्यवाद। म राजु सरलाई अब अन्तिममा एकमुष्ट नै आउने विचार गरेँ ठिकै हुन्छ होला। हुन त मसँग यहाँ धेरै प्रश्नहरू सरलाई पनि सोध्न मन थियो, तर मसँग अब समय एकदमै कम छ। यहाँ एकदम चिठी पनि आइरहेछ, तारन्तार फोन पनि आइरहेछ भेटेरै होइन। त्यही भएर 3 जनासँग मात्रै म लिन चाहन्छु। 3 जना हात उठाइदिनुहोस्, 1 जना पुरुष 2 जना महिला। ल यहाँ र उहाँ पर हुनुहुन्छ, मैले तपाईँलाई लिन सकिनँ। यहाँबाट सुरु गर्छु। नूतन सर, ल उहाँलाई चाहिँ छुट्टै म उहाँहरूको सकेपछि दिन्छु। हजुर, यो माइक उहाँ, हजुर त्यहाँबाट एकदमै वस्तुगत, ल एकदमै छोटो। म छिटै गर्छु है त। सो मनिषाजी, थ्याङ्क यू सो मच फेरि पनि होइन। अनि अहिले चाहिँ के छ भन्दाखेरि हामीले सुनेको भरमा जेनजी आन्दोलन बारे अहिलेको सरकार र राष्ट्रपतिसँग चाहिँ डकुमेन्ट ड्राफ्ट हुँदैछ भन्ने सुनिँदैछ होइन। तर त्यो ड्राफ्टको एप्लिकेसन, त्यो ड्राफ्ट प्र्याक्टिकली जाँदाखेरि त प्रब्ली अब अर्को चुनाव भइसक्छ अनि त्यसपछि नयाँ सरकार आइपुग्छ होला होइन। अनि अलिकति डर लाग्छ कि अब आउने सरकारले चाहिँ त्यो डकुमेन्टेसनको इम्प्लिमेन्टेसनमा कसरी चाहिँ एउटा स्टेक होल्डरको रोल प्ले गर्छ भन्ने कुरा होइन। अब त्यसमा चाहिँ एउटा के भन्छ यो, के
कानुनी राजनीतिक र एउटा संस्था लाइक हामीहरू बिचमा चाहिँ के एउटा अलायन्स हुनुपर्छ जस्तो हजुरहरूलाई लाग्छ होइन? तपाईँहरू चाहिँ यो फिल्डमा त्यो भएको भएर चाहिँ हामीले चाहिँ अब कुन डिरेक्सनतिर जानुपर्छ ताकि हस्, फेरि हस्, त्यसलाई वेपनाइज धन्यवाद। नहोस् भन्ने हस्, कुराले हो। धन्यवाद। अहिले अन्तिममा उहाँहरूले उत्तर दिइदिनुहुन्छ। त्यहाँ एकजना म्याडमले फोन हात उठाउनु भएको थियो, त्यसपछि म यहाँ आउँछु अनि नूतन शर्मा जान्छु। मैले माफ मागेँ किनभने समय मैले 5 जनालाई घटाउनु पर्ने होइन हो यहाँलाई। हजुर प्रश्न सबैलाई नै छ जसले उत्तर दिँदा पनि हुन्छ। पहिला त धन्यवाद। र अहिले जुन स्थिति छ र जुन अहिले जे भए पनि जुन पोलिटिकल भ्याक्युम थियो हिजोको दिनमा, पावर भ्याक्युम थियो, अहिले त फुलफिल भएको छ नि त। र यो अहिलेको नेपालको संविधान 2072 आफै नै मानवाधिकार उल्लङ्घन गरेको ग्राउन्डमा उभिएको छ। 2072 को रक्तरञ्जित दिनहरू हामी देखेको छौँ। पहिलोचोटि मैले आफूले आफ्नो आँखा अगाडि मान्छे मरेको मधेस आन्दोलनमा देखेको र दोस्रो पटक जेन्जी आन्दोलनमा होइन। सो यो मानवाधिकार उल्लङ्घन गरिरहेको आएको संविधानले मानवाधिकार संरक्षण गर्छ भनेर हामी कसरी अप्टिमिजम भयौँ? त्यो अप्टिमिजम कहाँबाट आउँछ? र अब जब यो संविधान अलिकति भए पनि त्यो आन्दोलनको बेला त हामी पनि सेभ द कन्स्टिट्युसनकै ग्रुपमा थियौँ, तर अहिले त कन्स्टिट्युसन जोगियो नि त। अब यो कन्स्टिट्युसन खारेजी होइन कि पुनर्लेखनको बहस किन जारी भइरहेको छैन र त्यो बहस जारी गर्नको लागि के कुराले रोकिरहेको छ? हस्, धेरै धन्यवाद। यहाँ अन्तिममा यहाँ उहाँसँग म एकदमै वस्तुगत छोटो प्रश्न चाहन्छु। हुन्छ, धन्यवाद। मेरो प्रश्न चाहिँ एउटै प्रश्न हो, तर सुरेश सर हाम्रो मोनिका म्यामले दिनुहुँदा हुन्छ भन्ने लागेको। यो 28 गते एउटा समाचार बाहिर आएको थियो है, यहाँले कतिले हेर्नुभयो अनलाइन खबरबाट। भदौ 24 गतेको आगजनी र तोडफोडबाट मुख्य गरी सुकुम्बासी र कैदीबन्दीको संलग्नता रहेको प्रहरी ब्रिफिङ भनेर आएको थियो कि यो समाचार। हामीले यसको केही केयरकार चाहिँ गऱ्यौँ, पछि फरक खालको न्युज चाहिँ बाहिर आयो, तर त्यसमा म धेरै गइराखिनँ। तर मेरो प्रश्न सिधै के छ भन्दाखेरि यस्तो खालको समाचार, यस्तो खालको न्यारेटिभ जुन क्रिएट हुन खोज्दैछ, यसले चाहिँ झन् बढी जोखिम वर्गहरूलाई चाहिँ धकेलिरहेको अवस्थाहरूमा चाहिँ यहाँले कसरी हेरिराख्नु भएको छ? समाजशास्त्रीको एङ्गलबाट सुरेश सरको तर्फबाट र अहिलेको पछिल्लो समयमा मुभमेन्टलाई लिड गरिराख्नु भएको एङ्गलबाट यहाँले चाहिँ भन्नुहोस्। हस्, धेरै धन्यवाद। म नूतन सरकोमा आउन चाहन्छु, त्यसपछि हामी लगभग यसलाई कन्क्लुड गर्छौँ। अब मेरो चाहिँ कुरा के हुन्छ, पहिले मलाई मौका दिनुभयो, त्यो धन्यवाद दिन चाहन्छु। तर म चाहिँ अलिकति उमेरको लागि पनि यो लट्ठीको लागि पनि तपाईँलाई माया गरेर अलिकति भूमिका बनाउन म चाहन्छु। किनभनेदेखि तपाईँले पनि भन्छ ओल्ड इज गोल्ड भन्छ, अलिक गोल्ड हो कि जस्तो लाग्छ मलाई आफूलाई। अब सबभन्दा पहिले चाहिँ जेएनजीको आन्दोलन हुँदाखेरिमा अनि मेरो घरमा पनि कुरा हुन्थ्यो। हुन त म आजकल अखबार पढ्दिनँ, त्यो खालि मोबाइल पढ्छु या रेडियो टिभी हेर्छु, कुरा यही हो। अनि हाम्रो किचनमा खाना खाइसकेपछि अलिकति गफ हुन्छ, अनि जेएनजी कुरा पनि आउँछ। अनि जेएनजी कुरा आएपछि ब्रदरको कुरा के छ, ओपिनियन के छ भन्यो। अनि मैले यसो भने उनीहरूको कुरा त माग पुरा ठिक छ, तर अलिकति कता कता व्यवहारिक पनि आउनुपर्छ। उनीहरूको बलिदान, त्याग, तपस्या त्यो चाहिँ अलि महत्त्वपूर्ण छ है भने। अनि त्यो भनेपछि मेरो मसँग हुने सँगै खानेहरूले के भन्छ भने कलर लायो यो यसको कुरा सुन्नु हुँदैन भन्ने जस्तो लाग्थ्यो। अनि म घरमा आफ्नो ओछ्यानमा सोध्छु, म पनि जेएनजी हुँ। मैले 2004 सालमा सत्याग्रह गर्दाखेरिमा नागरिक अधिकार देऊ, राजबन्दी छोडिदियो, यही दुईवटा नारा थियो। त्यो अहिलेसम्म त्यसमा म लागिरहेको छु। म कसरी म जेएनजी भएन? म पनि जेएनजी होइन। खड्गमान जसले चाहिँ 20 वर्ष जेल बस्यो, ऊ पनि जेएनजी हो। उसको साथीहरू, टङ्क प्रसाद जसको साथीहरू 4 जना मार्यो, माने 25-30-35 जना जेलमा बस्यो जन्मभर, तर केही छुटे, कोही पैसामा रहे। बिपी कोइरालाले पटक माने जेलमा जानुभयो 7 साल अगाडि, अनसन गरेर छुट्नुभयो भनेदेखि के यिनीहरू जेएनजी होइन? अनि मलाई लाग्यो कि यो जेएनजीको मागमा अलिकति के कमजोरी छ। अरू कमजोरी अरू होइन, अनुभवको कमजोरी छ, उमेरको कमजोरी छ, अनि वाद विवाद छलफलको कुरा कमी छ भन्ने मलाई लाग्यो।
अब म के चाहन्छु भनेदेखि अहिले यहाँ धेरै महोदयले धेरै कुरा उठाउनु भयो। साँच्चै जेएनजीले जुन आन्दोलन गर्यो त्यसबाट यो जम्मै कुरा आएको थियो? कसैले भनेको थियो? कसैले यो कल्पना गरेको थियो? जेएनजीले त भ्रष्टाचारको कुरा गरेको थियो। भ्रष्टाचार त मैले राणाको टाइममा पनि थाहा छ, पछि पनि थाहा छ, अहिले पनि थाहा छ। मैले चाहिँ आफ्नो चाहिँ घरको कर तिर्न चाहिँ घुस खुवाउनु पर्ने अवस्था छ। तर म के भन्छु भने पहिलोदेखि धेरै सुधार भएको छ, सुधार हुँदैछ भन्ने कुरामा चाहिँ मेरो उमेरले, मैले पढेको इतिहासले, विभिन्न देशदेखि अनुभवले मलाई अलिकति म चाहिँ अलिकति उग्रो हुन सकिनँ, म उग्रो हुन चाहन्न। तर चाहिँ के भनेदेखि चाहिँ जेएनजी त हामी सबै हौँ। तर मैले खालि यहाँ तपाईँहरूसँग प्रश्न राख्ने कुरा के भनेदेखि चाहिँ जेएनजीले आन्दोलन गर्नखेर भ्रष्टाचार कुरा गर्यो, आज यतिका कुरा कसरी आयो भन्नेखेरमा चाहिँ अब जेएनजीले चाहिँ आन्दोलन गर्दाखेरिमा इन्डियातिर पनि कहाँ भएको थियो, अटोनोमीको लागि भयो, अरू देशमा पनि भएको छ, विभिन्न माग राखेर भएको छ। अब म तपाईँहरूसँग मेरो आफ्नो चाहिँ भावना र के भन्न चाहन्छु भने के जेएनजीले अहिले जम्मै भनेको कुरा भनेको छ? उनको मनमा त्यो थियो? थिएन। म विश्वास साथ भन्छु। उहाँ सोसियोलोजीको टिचर पनि हुनुहुन्छ, उहाँले पनि बताउनु होला के भनेदेखि चाहिँ त्यो भनेको चाहिँ सोसाइटी हाम्रो चाहिँ कल्चर छ, पोलिटिकल कल्चर। त्यो पोलिटिकल कल्चरले गरेर भएको हो। किनभने हाम्रो चाहिँ फ्यामिली हुन्छ, जोइन्ट फ्यामिली हुन्छ, मुख्य नेता फ्यामिलीको हेडले चाहिँ जे भन्छ त्यसैले चाहिँ उसले चाहिँ गाइड गर्छ। जागिर खानु भयो, बिहा गर्नु पर्यो, अरू गर्नु पर्यो, जम्मै उसले गर्छ भन्नेखेरमा चाहिँ त्यो जेएनजीको ती व्यक्तिहरूले चाहिँ छलफल गर्न पाउँदैन। त्यो विद्रोहको त्यो हो। म अब सिधा लान्छु। अब त्यस्तै गरी तपाईँले मलाई के भने युरोपतिर म जान लाग्दाखेरि 69तिर म जाँदाखेरिमा चाहिँ त्यहाँ पनि फ्रान्समा, जर्मनीमा, इटालीमा सबै ठाउँमा एउटा नेता जाँदो रहेछ, जहाँ गएको ऊ त्यो विद्रोह हुने। अब विद्रोह हुने, जुलुस हुने, आवाज उठाउने त्यहाँ त स्वाभाविक हो। तर के पनि तोडफोड हुन्छ विश्वविद्यालयमा। अनि हामीहरू सोच्छौँ युरोप जस्तो देशमा किन यो तोडफोड हुन्छ भन्नेखेर त्यहाँ चाहिँ नेता को थियो भने मुस्लिम थियो। अहिले उहाँ चाहिँ पाकिस्तानमा आएर पत्रकार हुनुभएको छ। किन भयो भनेदेखि त्यहाँ युरोपमा पनि आफ्नो कुरा राख्न पाएनन्। आफ्नो कुरा राख्न नपाएपछि त्यो विद्रोह गरेको चाहिँ जेएनजीको यो भ्रष्टाचार यिनीहरू भन्ने कुरा भन्दा समाजभित्रै घरभित्र हामीलाई चाहिँ वाद विवाद छलफल गर्न पाउँदैन। त्यो छलफलको त्यो विद्रोह हो। अन्तर्पुस्ता संवादै भएन हाम्रो, हैन? पोइन्ट विभिन्न देशमा विभिन्न मुद्दा चाहिँ किन आयो भनेदेखि चाहिँ त्यो त्यसबेला त्यो पपुलर थियो, त्यही पपुलर गरेर आएको हो। त्यति हुनाले म के भन्छु भनेदेखि हामीले जेएनजीको आन्दोलनमा यो जति माग राख्नुभयो त्यो राम्रै कुरा हो। यो चाहिँ युनाइटेड नेसनमा मिटिङ हुन्छ, त्यो त्यहाँ पनि पुर्याउन सक्नुपर्छ। त्यसले अलिकति पोलिटिकल प्रेसर बढ्छ। तर कुरा के छ भनेदेखि चाहिँ हाम्रो घरमै नै छोराछोरीलाई आफ्नो कुरा भावना राख्न दिनुपर्छ। आफ्नो भावना राख्न सक्यो भने चाहिँ उसले हरेक कुरा राख्न सक्छ। मेरो भनाइ चाहिँ यही हो। धेरै धन्यवाद। हामीले चाहिँ जेएनजीको भावना घरभित्रै भावना छलफल गर्न सक्नु पर्यो, वाद विवाद गर्न पर्यो। अलिकति अथोरिटेरियन परिवार हुनु भएन भन्ने कुरा हो। एकदमै महत्त्वपूर्ण कुरा। खास गरी अघि म्यामले पनि भन्नुभयो वार्ताको एउटा जो भोलि आन्दोलन गर्न खोजिरहेको छ भन्ने अनुमति लिन आएकै बेलामा त्यो वार्ताको लागि आह्वान गरेको भए, छलफल गरेको भए, संवाद गर्न सकेको भए, जसरी हाम्रो घर एउटा निरन्तर चलाइरहन, परिवार चलाइरहनको लागि चाहिँ यस्तो संवाद छलफल जति जरुरी छ, यो देश चलाउन पनि त्यही तहको जरुरी छ। हजुरको अनुभवबाट हामीले धेरै कुराहरू सिक्न बाँकी नै छ, सिक्छौँ पनि। र यो अहिले जुन हजुरले बताइदिनु भयो त्यसबाट हामीलाई धेरै कुराहरू सम्भवतः हाम्रो जेनेरेसन, हामीभन्दा पछिल्लो जेनेरेसनले पनि धेरै नै सिक्ने अवसर पायो। हजुरप्रति हामी आभार व्यक्त गर्छौँ। हामीले खास गरी सरको कुरा सहित 4वटा
प्रश्न हामीले 4 जनाबाट लियौँ। यी कुरा सँगसँगै एकदमै अब म राजु सरलाई 2 मिनेट, अरू सबैलाई 1-1 मिनेट, उहाँलाई अघि प्रश्न नसोधी गएको हुनाले उहाँलाई म 2 मिनेट छुट्याउँछु र अरू सबैले चाहिँ मिल्यो भने आफैले घडी हेरेर 1 मिनेटमा सम्बोधन गरिदिनु भयो हुन्थ्यो। म मनिषा म्याडमबाट आउन चाहन्छु। खास गरी यहाँलाई केही प्रश्न छन् त्यो र अबको दिनमा यो जुन हिजोदेखिको निरन्तरता, जुन दण्डहीनताको निरन्तरता, यो खालको अवस्थाको निरन्तरतालाई रोक्नको लागि र आगामी दिनमा सुधार गर्नको लागि 1 2 3 4 5 भन्यो भने के गर्नुपर्छ होला? सम्भव भएसम्म 1 मिनेटमा सकाइदिनु होला। 4वटा प्रश्न 5वटा प्रश्नको उत्तर हुन्छ 3-4 जनाले यहाँ अलिकति रिलेटेड क्वेसन्सहरू सोध्नु भएको जस्तो लाग्यो। सुरुमा अञ्जलीजी उहाँको प्रश्नबाट सुरु गरेँ मैले। एन्जेला डेभिस भन्ने एकजना स्कलर हुनुहुन्छ। उहाँले राज्यको फौजदारी संयन्त्रहरूले के गर्छन् भन्दाखेरि बहिष्कृत सीमान्तमा भएका व्यक्तिहरूलाई क्रिमिनल भनेर बहिष्करण गर्न खोज्ने, जेलमा हाल्ने र त्यसरी चाहिँ पब्लिक पर्सेप्सन, समाजको धारणा के हुन्छ भने यो जातको मान्छे, यो समूहको मान्छे त क्रिमिनलै हो भन्ने हुन्छ। सुकुम्बासी साथीहरूलाई जेलमा ल्याउनु भएको कारणहरू हामीले बुझ्दै जाँदाखेरि घरमा यिनीहरूले हात हतियार लुकाएका छन् भनेर त्यसको आधारमा, त्यो सुनिएको आधारमा लिएर आएको। त्यसपछि सरकारी वकिलले खोइ त एभिडेन्स छ, बोकेरै ल्याएको हो भन्दाखेरि होइन, हामीले सुनेको हो, हामी जाँदाखेरि हामीलाई घरमा गाली गर्यो, त्यही भएर हामीले समातेर लिएर आएको भन्नेसम्मको प्रकरण हामीले भएको, अब के भन्छ, कुरा भएको, मुद्दा त्यसरी चलाइएको भनेर पनि हामीले सुनेका छौँ। सो यो भनेको विशुद्ध राज्यको, राज्य संयन्त्रको एक्सक्लुजनको जुन लजिक हुन्छ नि, अघि अञ्जलीले पनि कन्स्टिट्युसन साइन हुने बेलामै रगतको राजनीति भएको छ भन्ने कुरा गरेको, मधेस आन्दोलनको एन्टायर प्रेमिस नै यो बहिष्करणबाट आएको डकुमेन्ट हामीले एक्सेप्ट गर्न सक्दैनौँ भन्ने कुराहरू अहिले पनि ट्रु नै छन्। अब यसको सोल्युसन भनेको उहाँले सोध्नु भएको तपाईँहरूले के गर्नु हुँदैछ त, आउने दिनमा त्यो अग्रिमेन्ट कसरी पालना हुन्छ भन्दाखेरि धेरै कसरत भयो, घोषणापत्र भन्ने कि म्यान्डेट भन्ने कि सम्झौता भन्ने कि के भन्ने विषयमा होइन। तर अहिले आइसकेर हामीले सम्झौतै भनेको छौँ र केही कुराहरू कस्ता छन् भनेदेखि शहीद परिवारहरू र घाइते, मैले अलि भन्नै पर्ने, शहीद परिवारहरू, हजुर हुन्छ हुन्छ, शहीद परिवार र घाइते साथीहरूले चाहिँ आफ्नो एउटा आयोग माग गर्नुभएको छ उहाँहरूको सर्ट टर्म र लङ टर्म निड्सहरूको लागि। अनि उहाँहरूले माग्नु भएको पनि अघि म्यामले भन्नुभयो जसरी न्याय, आफ्नो बच्चाहरू, आफ्नो फ्यामिली मेम्बर्सहरू जो बित्नु भयो उहाँहरूको लागि न्याय माग्नु भएको छ। अर्को हामीले खोजेको भनेको अञ्जलीको प्रश्न पनि अलिकति केही सम्बोधन होला कि यसबाट, कन्स्टिट्युसनल लिमिट्समै रहेर रेभोल्युसन गर्न अलिक गाह्रो हुन्छ रहेछ होइन। तर पुनर्लेखनको लागि, हाम्रो यो रिभिजन रिभ्यूको लागि पनि हामीले एउटा आयोगको परिकल्पना गरेको छौँ। अघि सरले भन्नुभएको जसरी डायलग्सहरूको कमी छ भन्ने कुरा हामीलाई पनि लागेको हो। दोस्रो दिन नै हामीले बसेर चिठी पनि लेखेको हो, हामीभन्दा पहिलाको पुस्ताको आन्दोलनकारीका लागि चिठी भनेर। हामीलाई त अभिभावकत्व नै छैन भन्ने फिल भएको हो पुरानो आन्दोलनकर्ताहरूको तर्फबाट। तर हामीले पछिल्लो समयमा 3वटा जसो संवाद गरेका छौँ, छलफल गरेका छौँ। यसमा चाहिँ पार्टिजहरू, पोलिटिकल पार्टिजहरूको पनि पुस्तान्तरणको विषयहरू, अनि कसरी चाहिँ जेनजीले बोकेको म्यान्डेट उहाँहरूले अगाडि लानुहुन्छ, यो अग्रिमेन्टलाई कसरी अवलम्बन गर्नुहुन्छ भन्ने खालको छलफल हामीले गरेका छौँ थ्रु दि अलायन्स। यसमा अब विभिन्न नागरिक समाजका व्यक्तिहरू पनि संलग्न हुनुहुन्थ्यो। अन्तिममा चाहिँ मैले अब एउटा कुरा उहाँले राख्नु भएको, तपाईँको 1 2 3 4 5 भनेको फर्स्ट भनेको इम्प्युनिटी बन्द गर्ने हो। इम्प्युनिटी बन्द गर्नका लागि त्यसलाई दोस्रो व्याख्या गर्नै परेन, इम्प्युनिटी बन्द गर्ने हो। अर्को भनेको अहिलेसम्म आएका विभिन्न आन्दोलनहरूको हकमा जुन आयोगहरू गठन भए तिनीहरू सबैको सार्वजनिक गर्नुपर्ने हो रिपोर्ट, त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने। किनभने त्यो नभएका कारणले पनि त्यो समयको क्रिमिनल्सहरू पनि राज्य संयन्त्रमा अझै छन्। तेस्रो भनेको हाम्रो अग्रिमेन्टमा भएको कुरा पनि हो, यो जुन बहिष्कृत सीमान्तमा धक्केलिएका मान्छेहरूलाई झनै क्रिमिनलाइजेसन, यो प्रोटेस्टलाई क्रिमिनलाइजेसनको जुन हाम्रो बढ्दो सङ्ख्या छ त्यसका लागि चाहिँ हामीले भनेका के छौँ भने आयोगले 15 दिनको विन्डो राखेर जतिवटा अरेस्टहरू भएको छ त्यो रिभ्यू गर्नुपर्ने, उजुरीका आधारमा रिभ्यू गर्नुपर्ने र थुनामुक्त गर्नुपर्ने छ। साना क्राइम्सहरू जुन यो के फुटाएको, सानोतिनो लुटपाट भएको त्यसलाई रिलिज गर्नुपर्छ भन्ने हामीले कुरा गरेका छौँ। मैले थोरै एउटा मात्र कुरा राखेँ, उहाँले यो सबै नयाँ कुरा कहाँबाट आयो भन्नुभयो। त्यसको एउटा सिम्पल आन्सर छ, नेपो बेबी ट्रेन्ड हेर्नुहुन्छ भने त्यो विशुद्ध आर्थिक असमानतामा बेस्ड नेपो बेबी ट्रेन्ड थियो। यो नेताहरूको किन यस्तो हुने, हाम्रो किन यस्तो बेथिति हुने, सडकमा भएको नारा भनेको
नेता जति गाडीमा युवा जति खाडीमा हो। त्यो भनेको भ्रष्टाचार मात्र होइन, त्यो भनेको सम्पूर्ण हाम्रो राज्यमा भएको आर्थिक व्यथितिको कुरा हो। र आज त्यसलाई क्याटलिस्टको रूपमा चाहिँ सोसियल मिडिया ब्यानले हाम्रो अब आन्दोलन त्यसरी भड्किएको हो भनेर हजुर, बुझ्नुपर्छ। हस् धेरै धन्यवाद यहाँलाई। म कुमार शर्मा आउन चाहन्छु। खास गरी अघि यहाँको केही प्रश्नहरू छन् भने टिप्नु पनि भएको छ, त्यसलाई पनि सम्बोधन गरिदिनु होला। र खास गरी 3वटा कुरा, यो राज्य, नागरिक र अहिलेको आन्दोलनमा आएको युवाभित्र अघि यहाँले भन्नुभएको आदिवासी जनजाति युवा लगायत सबैलाई त्यहाँ राख्नु पर्यो। यो 3वटा पक्षलाई पुनः भनौँ न एउटा किसिमको एकै ठाउँमा लिएर आएर अनि अगाडि बढ्नुपर्ने अवस्था छ, सुधार गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ। 1 2 3 4 भन्यो भने के कुरा गरेर अगाडि बढ्यौँ भनेदेखि हामी सही गन्तव्यमा पुग्छौँ। हजुर, म एकदम संक्षिप्तमा त म 1 मिनट पनि समय लाउँदिनँ। जेनजेट आन्दोलनको क्रममा पछिल्लो समयमा सम्झौता हुन लागिरहेको छ भनेर उहाँले भन्नुभएको छ। मैले पनि त्यो सम्झौताको ड्राफ्ट हेरेको छु। 11 बुँदा छ क्यारे होइन, 11 बुँदा छ। त्यसमा धेरै कुराहरू सम्बोधन गर्न खोजिएको छ। त्यसमा आदिवासी जनजातिको सवाल पनि, संविधान संशोधनको कुराहरू पनि लिएको छ। तर यो सरकारले त्यो गर्दैन। एकदम त्यो सम्झौता भयो भने एउटा फाइदा के हुन्छ भने त्यो आन्दोलनको दस्तावेज हुन्छ। आन्दोलन चाहिँ एउटा चाहिँ अभिलेख रहन्छ। त्यो अभिलेख रहने पछि अनुसन्धान गर्ने अर्थात् मानवाधिकार कर्मी हामी जस्तो मिडिया कर्मीहरूलाई एउटा माध्यम बन्छ होला जस्तो लाग्छ मलाई। त्यो आन्दोलन, त्यो सम्झौतालाई कार्यान्वयन गर्नको लागि फेरि आजका जेएनजीहरू अब जेन वाइ हुन्छन् होला, अनि त्यसपछि फेरि अर्को जेएनजी आउँछन् होला, अनि कार्यान्वयन हुन्छ होला। म चाहिँ यही भन्न चाहन्छु। हस्, धन्यवाद। हस्, यहाँलाई धेरै धन्यवाद। अब म गीता म्याडममा आउन चाहन्छु। खास गरी यहाँका केही प्रश्न छन् भने त्यो पनि जोड दिनु होला अघिका प्रश्नमा। र मेरो एउटा प्रश्न चाहिँ यो न्यायमा ढिलाइ अन्त्य गर्न कानुनी, प्रशासनिक र राजनीतिक तीनै तहमा के कुरा सुधार गर्नुपर्छ होला? 1 2 3 4 5 मा एन्सर दिउँ भने वस्तुगत रूपमा। हस्, धन्यवाद। यो अब मेरो यता सम्बोधन गर्नु खासै छ जस्तो लाग्दैन, आइसक्यो उहाँले भन्नुभएको, बाँकी सरले गर्नुहुन्छ। यसलाई यो खास मैले अहिले पनि भने होइन, यो द्वन्द्वहीनताको कुरा उहाँले पनि जोडिसक्नुभयो। अनुसन्धानको कुरा, जवाफदेहिता, संस्थाको सुधार, परिवार, यो चाहिँ पीडित परिवारहरूको आत्मसन्तुष्टि र सुशासन कायम, यो कुराहरू। र चाहिँ मेन भनेको चाहिँ यसलाई यो भ्रष्टाचार भनेको पैसा लिएर मात्र हुँदैन होइन, यो चाहिँ नीतिगत भ्रष्टाचार, राजनीति भ्रष्टाचारको कुराहरू छ। र यो आयोगहरूमा चाहिँ हामीले खास गरी सत्य आयोग र चाहिँ बेपत्ता आयोगको हामीले कुरा उठाइरहेको, र आयोगहरूमा जसरी पदाधिकारीहरू नियुक्ति हुनुभएको छ, हाम्रो भाषामा भन्दाखेरि त्यो पनि एउटा भ्रष्टाचार हो। किनभने उहाँहरूले भनेको मान्ने आफ्नो पार्टीको कार्यकर्ताहरू, अर्थात् चाहिँ उहाँहरूले जे भन्यो त्यसमा साइन गर्ने व्यक्तिहरू पठाउनु भएको छ भने यो झन् ठुलो भ्रष्टाचार हो होइन, यो ठुलो चाहिँ षड्यन्त्र हो। त्यस कारणले गर्दाखेरि यस्ता कुराहरू चाहिँ खारेज हुनुपर्छ। र यो कुरा भोलि यो जेनजेट यो जुन आन्दोलन छ, यो आन्दोलनको पनि भोलि आयोग बन्ला होइन, यहाँ पनि यो कुराहरू यसमा पनि लागु हुन्छ। त्यो हुँदाखेरि यो महत्त्वपूर्ण कुराहरू र यो चाहिँ भ्रष्टाचारलाई चाहिँ हामीले कुन तहमा कसरी हेर्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। र यो कुराको चाहिँ अन्त्य हुनुपर्छ भन्ने लाग्छ। यो दण्डहीनताको निरन्तरता चाहिँ अब रोकिनु पर्यो, एकदमै रोकिनुपर्छ। नरोकिएर यो कन्टिन्यू यति निरन्तरता भयो नि, हामीले 10 वर्षदेखिको युद्धलाई हेर्ने हो भने त्यसपछिको मधेस आन्दोलन, थारू आन्दोलन, यो त 46 सालको जनआन्दोलनदेखिकै कुरा पनि हाम्रो त्यो देखिन्छ। हस्, यहाँलाई धेरै धन्यवाद। म सुरेश शर्मा आउन चाहन्छु। सुरेश सरलाई ठ्याक्कै अन्तिममा के सोध्ने होला भन्दा अघि नै भन्नुभयो सुधारको कुरा चाहिँ म भन्दिनँ होला भन्नुभयो। खासमा यो लोजिस्टहरूलाई रिफर्मिस्ट बनाउनु भन्दा त्यसलाई चाहिँ त्यो समाजको अवयवहरू खोतल्ने कुरा गर्नु ठिक हुन्छ होला जस्तो लाग्छ मलाई पनि। खासमा त्यो हिसाबले हेऱ्यो भने चाहिँ यो जेनजी आन्दोलनले नेपालको लोकतान्त्रिक संस्कृति र सामाजिक संरचनामा चाहिँ अबको दिनमा दीर्घकालीन रूपमा के कस्तो परिवर्तन वा हलचल ल्याउन सक्छ होला? त्यसबाट आउन सक्ने परिवर्तन हामी के आकलन गर्न सक्छौँ यसरी हेऱ्यौँ भने? सर धन्यवाद दिपेशजी। तपाईँकै प्रश्नबाट सुरु गर्दाखेरि चाहिँ मैले अघि भने एउटा नयाँ खालको पोलिटिकल इमेजिनेसन्स जुन यो आन्दोलनले दियो होइन, यो परिवर्तन यसरी नै हुनसक्छ भन्ने हिसाबले र हिजो लगभग स्थायी खालको चाहिँ राजनीतिमा अब
जिन्दगीभर शासन गरेर बस्नेहरू भने पनि त्यसरी भाग्नु पऱ्यो। त्यो एउटा खालको अनौठो खालको इमेजिनेसन छ र त्यो मान्छेको मनमा बसिया छ। त्यसले गर्दाखेरि अबको शासकीय संरचनाहरूमा त्यसको अर्थ होला भन्ने लाग्छ। र अर्को चाहिँ यो जुन यो युवा समूहलाई चाहिँ प्रतिनिधित्व गराउने प्रत्येक दलहरूमा होइन, मैले अघि भने उनीहरू सचेका पनि छैनन्, सकेका पनि छैनन्, त्यो ठुलो समस्या नै त्यही हो। त्यही पनि एउटा प्रतिनिधित्व गराउने कुराहरू भइराखेको छ र यो जबरदस्त ढङ्गबाट यो खालको एजेन्डाहरू स्थापित भएको छ। त्यसले गर्दाखेरि कसैले पनि यी एजेन्डाहरूलाई इग्नोर गर्न सक्दैन। यस्ता खालका आधारहरूमा हामीले अब चाहिँ अलिकति यो फरवर्ड लुकिङ अप्रोचहरू अपनाउन सक्छौँ होला र यसलाई यो अहिलेको इथोजलाई, अहिलेको जुन यो भाव र आवेगलाई क्यारी अन गर्दै लाने खालको त्यो ऊर्जा यदि यो आन्दोलनमा भइराख्यो भने सम्भवतः हामीले केही संरचनागत सुधारका पनि अपेक्षा गर्न सक्छौँ होला। अर्को कुरा, अघि त्यहाँ प्रश्नहरू आइराख्दाखेरि पनि आइराखेको कुरा चाहिँ के हो भने अब अहिलेसम्म जहाँ आइपुग्यौँ हामीले त्यो आफैमा पनि लामो बलिदानपछि आएको कुरा हो। यद्यपि थुप्रै कमी कमजोर रह्यो। त्यसले गर्दाखेरि अङ्ग्रेजीमा भनाइ छ नि एउटा त्यो थ्रोइङ बेबी विथ द बाथ वाटर होइन। कतै हामीले चाहिँ त्यो पुरानोलाई सबै गर्ने नाममा चाहिँ त्यो बच्चा नुहाइदिएको चाहिँ पानीसहित बच्चालाई पनि फालिदिने गल्ती चाहिँ गर्नुहुन्न। त्यो एकदम सचेत हुनुपर्ने कुरा अर्को कुराहरू। र त्यसपछि तपाईँले भन्नुभएको भगवतीजीले भन्नुभएको सुकुम्बासीको जुन कुराहरू छ, लामो समयदेखि यो अहिलेदेखि मात्रै होइन, लामो समयदेखि राज्यका लागि सुकुम्बासीहरू चाहिँ एक हिसाबले आँखाको कसिङ्गर जस्तो होइन, नभइदे भन्ने खालको जस्तो लाग्ने हिसाबले हेरिराखेका हुन्छ। त्यसले गर्दा माथि सरकारदेखि तल तपाईँको स्थानीय सरकारसम्मका शासकहरू अहिले पनि होइन सुकुम्बासी विरोधीहरू छन्। हेर्नुहोस् है, सबभन्दा जेन्जी आन्दोलनमै पनि तपाईँको चाहिँ हाम्रो काठमाडौँको अब यसलाई स्पष्ट रूपमा भन्न मिल्छ होला कि काठमाडौँको मेयरले होइन तारन्तार उहाँले गर्नुभएको भनेको सुकुम्बासीमाथि आक्रमण हो होइन। र उहाँ चाहिँ यो जेन्जी आन्दोलनमा एक हिसाबले आइकन पनि हुनुहुन्थ्यो। कन्ट्राडिक्सन हेर्नुहोस् है। अब त्यो कारणले गर्दाखेरि यो समस्याहरू आउँछ। अर्को चाहिँ तपाईँले भन्नुभएको चाहिँ पत्रकारिताको यति ठुलो समस्या छ। झन्डै 11:30-12 बजीतिर आयोजकहरूमा त्यो कसैले के भनिसक्नु भएको थियो भने साथीहरू यहाँ घुसपेट भयो, हाम्रो के अरे आन्दोलनकारी साथीहरू जेन्जी साथीहरू सेफली घर फर्किनुहोस् भनेर अनाउन्स गरिसक्नु भएको थियो। पत्रिकाले के गर्यो, त्यो कुरा हाइलाइट गरेन पत्रिकाहरूले, अनलाइनले मिनेटमा अपडेट गर्यो, ब्यारिकेड तोड्यो, यस्तो हान्यो, तोडफोड गर्यो, गोली हान्यो भन्ने कुरालाई एकदम हाइलाइट गरिराख्यो। तर यहाँ घुसपेट भएको छ र आन्दोलन के अरे यो आह्वानकर्ताहरूले चाहिँ सेफली घर जानुहोस् भनेको कुरालाई चाहिँ हाइलाइट गरेन। त्यो पत्रकारितामा अर्को समस्या छ। अनि त्यसपछि चाहिँ यो सुकुम्बासीहरूलाई फर्दर स्टिग्माटाइज गर्ने क्या, झन् उनीहरूलाई झन् बढी अपराधीकरण गर्ने, उनीहरूलाई झन् बढी चाहिँ यो वास्तवमा तपाईँको चाहिँ यो अनावश्यक तत्त्व हो भनेर चाहिँ स्थापित गर्न सक्यो भने उनीहरूलाई सजिलो रूपमा हटाउन सकिन्छ, अधिकारबाट वञ्चित गर्न सकिन्छ भन्ने खालको एउटा चाहिँ आम धारणा भएको कारणले गर्दाखेरि त्यही मानसिकताले यस्ता खालका समाचारहरू आउँछन् भेरिफाई नभइकन। अघि उहाँले भनिहाल्नु सक्यो। अब सकौँ कि जस्तो लाग्यो। मलाई एकदम लाग्ने कुरा चाहिँ के अन्त्यमा यो युवा हरारी भन्नेले चाहिँ युval नोआ हरारी हिस्टोरियन, उसले चाहिँ भनेका छन् कि वास्तवमा यो अहिले एआईको प्रयोग र अल्गोरिदमले गर्दाखेरि उसले के भन्छ भने म्यान इज ह्याकेबल एनिमल क्या होइन। हाम्रो जस्तो न्यून चेतना स्तर भएको ठाउँमा चाहिँ त्यो एआई र अल्गोरिदमले यो एकदम गलत मोड पनि दिन सक्छ होइन। मान्छेलाई त्यसरी चाहिँ तपाईँको चाहिँ अर्कैतिर डिसओरिएन्ट गरिदिन नि सक्छ है। त्यो अर्को एकदम महत्त्वपूर्ण पार्ट हो। त्यसमा पनि हामी त्यत्तिकै सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई। धन्यवाद। हस्, धेरै धन्यवाद सर। म नाम्याममा आउन चाहन्छु। केही प्रश्न अघिका छन् त्यसलाई पनि सम्बोधन गरिदिनु होला। र एकदम मेरो एउटा प्रश्न चाहिँ सुरक्षा निकायलाई मूलत अब हाम्रो राजनीतिक क्षेत्र नै हो, तर मूलत मैले सुरक्षा निकाय भने त्यसलाई अलिक मानवाधिकार मैत्री बनाउने सन्दर्भमा हामीले संरचनात्मक सुधार 1, 2, 3, 4 के गर्न सक्छौँ होला? यो एकदम छोटकरीमा मैले 1 मिनट भनेको छु, अब हजुरले त्यसैलाई सकेसम्म म छोटै आन्सर गर्न चाहन्छु। एउटा चाहिँ के भन्दाखेरि अघि क्वेसनहरू धेरै आयो, अब कन्स्टिट्युसन रिराइट गर्ने हो कि, अब रिराइट गर्नको लागि त हामी चाहिँ फागुन 21 नै पर्खिनुपर्छ। एउटा एङ्गलबाट निर्वाचन चाहिँ हुनुपर्छ। र मेरो चाहिँ एउटा आह्वान के छ भन्दाखेरि जति पनि युवा पुस्ताका साथीहरू छन्, युवा पुस्ता साथीहरू अहिलेको पोलिटिकल सिस्टमभित्र चाहिँ तपाईँहरू प्ले गर्नुपर्ने बेला भएको छ। तपाईँहरू आइसोलेट भएर पनि अब होइन कि विगत 15-20 वर्ष अगाडिदेखि मैले एउटा कुरा के सुन्दै आएँ, राजनीतिमा मलाई इन्ट्रेस्ट छैन। हेर्नुहोस् है, तपाईँ हामी विरक्ति हेरेर सबैको आन्सर, युथहरूको यही आन्सर हुन्थ्यो, राजनीतिमा मलाई इन्ट्रेस्ट छैन। राजनीतिमा इन्ट्रेस्ट लिनुहोस् कि तपाईँले
तपाईँले राजनीतिलाई करेक्ट गर्ने हो भने राजनीतिमा पार्टिसिपेट गर्नुपर्छ कि इलेक्सन लड्नुपर्छ कि आउनुहोस् कि तपाईँहरूको भूमिका चाहिँ त्यहाँभित्र जानु पर्यो कि सो द्याट पोलिटिकल पार्टीभित्र यो जुन रिफर्मको कुरा तपाईँहरूको एसर्टिभनेसले रिफर्म हुन्छ कि डेमोक्रेटाइजेसन भएन कि पार्टिजभित्र युथ फोर्स आउनै दिएन। अघि नुतनजीले भन्नुभयो नि हाम्रो सिनियर व्यक्तित्वले के भन्नुभयो त युवालाई सुन्ने कि युवालाई सुन्ने प्लेटफर्म भनेको एउटा भनेको पोलिटिकल पार्टी हो, विदिन द पार्टी हो, अर्को भनेको स्टेट हो कि स्टेटले त्यो फोरमहरू क्रिएट गर्नु पर्यो कि हामी कहाँ डायलग फोरमहरू कस्तो छ भनेदेखि युवा तथा के एउटा समिति बनाइदिएको छ, एउटा के मिनिस्ट्री बनाइदिएको छ, त्यसले हार्डली यस्ता डायलग कोअर्डिनेट गर्छ कि मैले त देखाएको छैन कि मन्त्री जाने उद्घाटन गर्ने रिबन काट्ने हिँड्ने कि डायलग कोअर्डिनेट हुँदैन क्या हामी कहाँ डायलग फोरम नै छैन कि हामी कहाँ डायलग फोरमको एउटा अभाव छ कि युवा मलाई एउटा इक्जाम्पल के तपाईँहरू कतिजनाले हेर्नुभयो कि जब मतदाता परिचयपत्र आह्वान गरियो कि मतदाता परिचयपत्र आह्वान गरेपछि त्यो अलिकति ब्लकेज हुन थाल्यो कि त्यहाँनिर ब्लकेज हुन थाल्यो के ब्लकेज हुन थाल्यो भन्दाखेरि 18 वर्ष पुगेकोले दर्ता गर्ने हो कि होइन 16 वर्षकोले के भन्छ त्यो कानुनमै त्यो अलिकति समस्या छ कि त्यहाँनिर तपाईँहरूले हेर्नु भने अनि आइडिया के आयो भन्दाखेरि आइटी सेक्टरको मान्छे यो कुरा हामीले धेरै पहिलादेखि उठाइरहेको थियौँ एनआइटीसँग सबै कुरा लिङ्कअप हुनुपर्छ कि एनआइटीसँग यो जति पनि स्टेट इन्स्टिट्युसन छ नि रिजिड छ कि आफ्नो पावर हेजमनीलाई लुज गर्न चाहँदैन कि स्टेट इन्स्टिट्युसनले सो डेटा सेयरिङ सम्बन्धी त कानुनै छैन नि त अझै हामीसँग कानुन छैन र भोटर आइडी विस्थापित हुनुपर्छ कि एनआइडी हो कि ओन्ली वान आइडी कार्ड हाम्रो हुनुपर्छ कि हाम्रो आइडी कार्ड भनेको एउटा हुनुपर्छ कि हामीले जुन आइडी कार्डबाट हामी हरेक कुरालाई मोबिलाइज गर्न सकौँ सो त्यहाँ एउटा आइटी टिम प्लेस भयो कि आई डोन्ट नो त्यो अफिसियल थियो अनअफिसियल थियो कन्ट्र्याक्टमा ल्याएको थियो बट दे सल्भ इट तपाईँले हेर्नु न त्यो नलेज थियो क्या त्यो नलेज युथसँग त्यो ट्रान्सफर्म भयो कि मैले सकेँ कि त्यो नलेज ट्रान्सफर्म भयो कि द्याट नलेज वाज ट्रान्सफर्म के थियो के थिएन मलाई थाहा छैन। त्यसपछि तपाईँले अघि भन्नुभयो कि अब यो सिक्योरिटी सेक्टरलाई अकाउन्टेबल कसरी बनाउने भने वान अफ द मेजर कुरा जुन हामीले 20औं वर्षदेखि उठाइरहेको छौँ वेटिङ सिस्टम के तपाईँ मानवाधिकार उल्लङ्घनकारी हो कि होइन त्यो मानवाधिकार आयोगले भनिरहेछ के र मानवाधिकार आयोगले भनिसकेपछि त्यो गृह मन्त्रालयले मानवाधिकार आयोग तिम्रो निर्णय चाहिँ रिभिजिट गर भनेर बादल प्रधानमन्त्री हुँदा पठाउँछन् के सर्वेन्द्र खनाल आइजिपी हुँदाखेरि विशेष फोर्स खटाएर मान्छे मार्न खटाउँछ म नामै लिएर भन्छु के विशेष फोर्स खटाएर मान्छे मार्न लगाउँछ के त्यसको क्लोज इन्भेस्टिगेसन गरेर यो मान्छेले यसरी ह्युमन राइट भायोलेसन गरेर हामीले पठाउँदा उहाँले गृहमन्त्रीले जसले चाहिँ निर्दिष्ट गरेर त्यो डिप्लोय भएको थियो कि निर्दिष्ट गरेर त्यो मान्छे मार्न स्पेसल टास्क फोर्स काठमाडौँबाट डिप्लोय भएको थियो कि सो भेटिङ कहाँ छ हामी कहाँ भेटिङ के भेटिङमा इन्टरनेसनल कम्युनिटी पनि पुवर छ क्या हामी कहाँ उसले त्यो भेटिङमा परेको मान्छेलाई सिक्योरिटीमा हायर गर्छ कि इन्टरनेसनल एजेन्सिजहरूले के हामी कहाँ भएको डोनर कम्युनिटीहरूले एम्बेसिजहरूले के म नाम लिँदिनँ अहिले हायर गरेको छ कि हामी कहाँ सो वेरी भेटिङ सिस्टम एक्जिस्ट के हस् यहाँलाई धेरै धन्यवाद। अब म राजु शर्मा अन्तिममा राजु शर्मा आउन चाहन्छु। वास्तवमा प्रश्न पनि छुट्याउनु पर्यो, मैले लामा प्रश्न सोधेछु। यस्ता घटना दोहोरिन नदिन र जसले गल्ती गर्छ उसले जवाफ दिनुपर्छ भन्ने संस्कृति विकास गर्न अब हामीले गर्नुपर्ने 1 2 3 4 के हो? म वास्तवमा व्याख्यात्मक नभइकन केही बुदागत रूपमा राखौँ। म आफैले लर्न गरेको कुराहरू भने के चाहिँ ग्याप भयो त हाम्रो सोसाइटीमा भनेर हेर्दाखेरि वास्तवमा अनि जेनजी मुभमेन्टले दिएको सन्देशहरू म बुदागत रूपमा राखेँ। एउटा त हामी अलिकति यो घुस खाने र नखाने कुरामा मात्रै यो चाहिँ भ्रष्टाचार र सुशासनलाई जोड्ने भन्दा पनि बियन्ड जान जरुरी छ। सदाचारको कुरा गरौँ होइन, त्यसलाई हामीले कसरी संस्कृतिको रूप दिन सक्छौँ, तलसम्म कसरी लिएर जान सक्छौँ, सानो युनिटसम्म सोसाइटीको होइन, त्यो एउटा एकदमै महत्त्वपूर्ण छ। दोस्रो चाहिँ वास्तवमा हामी अलिकति अहिले सबै जेनजीहरू पनि दलीयकरण भएको हो कि जस्तो त्यो भान भइरहेको छ। हामी के नसोचौँ भने फेरि पनि इलेक्टेड भएर आउने पार्लियामेन्टरी अपोजिसन होला र उसले हाम्रो भोइसलाई चाहिँ क्यारी गर्ला भन्ने मलाई आश छैन। किनभने इलेक्टेड थुप्रै पार्टीहरू हुन्छन्, कोही चाहिँ सरकारमा हुन्छन्, कोही सरकारमा जान मरिहत्ते गरिरहेको हुन्छ। त्यसैले त्यो अपोजिसन भन्ने हाम्रोमा हुँदै भएन। अपोजिसन भएको भए पार्लियामेन्टप्रतिको त्यो ट्रस्ट चाहिँ भङ्ग हुने थिएन होइन। पिपुलले नै पार्लियामेन्टको बिल्डिङलाई चाहिँ सायद सुरक्षित गर्थे, डिफेन्ड गर्थे होला। त्यसैले हामी यो पर्मानेन्ट एउटा एक्स्ट्रा पार्लियामेन्टरी भए पनि अपोजिसन हामी चाहिँ यसलाई कायम राखौँ। मिडिया, नागरिक समाज, ह्युमन राइट डिफेन्डर,
र जेएनजी मुभमेन्ट विभिन्न यसैलाई चाहिँ रोजेर जति बस्नुहुन्छ उहाँहरू, त्यसैले त्यो चाहिँ जरुरी छ जस्तो लाग्छ। तेस्रो भनेको वास्तवमा हामी को एक्जिस्ट गर्छौँ भन्ने त्यो बोधै भएन कतिपयलाई। सत्तामा जानेहरूले त त्यो सोच्दै नसोच्ने होइन। किन मान्छेहरूको नागरिकताले त सबैलाई इक्वलाइज गर्छ नि, नागरिकताले भएन। त्यो नागरिकताको चाहिँ हिस्ट्री खोतल्ने होइन, रुट हेर्ने, मान्छेको धर्म जात वर्ण लिङ्गको आधारमा चाहिँ तपाईँको मानिसलाई उसको डिग्निटीको मूल्य कति हो भनेर तोक्ने खालको जुन छ, यसलाई चाहिँ हामीले अन्त्य गरेनौँ भने फेरि पनि समस्या हुन्छ। अर्को भनेको चाहिँ एकदमै गम्भीर कुरा, हिजो अस्ति पनि हामी हेटौँडामा देख्यौँ, त्योभन्दा अगाडि यहाँ थापाथलीदेखि लिएर अब यो बालेनको कुरा के गर्नु होइन, सबभन्दा चाहिँ पिँधमा रहेकालाई जसरी उहाँले चाहिँ इभिक्ट गर्नुभयो होइन, स्ट्रिट भेन्डरहरूको कुरा, त्यसैले रोजीरोटी खोज्ने कुरा। अब राष्ट्रिय निकुञ्ज बफर जोनको कुरै नगरौँ, यो कानुनलाई चाहिँ वेपनाइज गर्ने र गरिब जनतालाई तपाईँको सताउने दुःख दिने कुरा यहाँ चाहिँ हुँदासम्म तपाईँको विद्रोह आन्दोलन अब यो खालको त भइ नै रहन्छ जस्तो लाग्छ। त्यसैले यो डिक्रिमिनलाइजेसन अफ पोभर्टी र जो पोभर्टीमा छ उसलाई चाहिँ अझ प्रोटेक्सन दिनु पर्यो होइन, एक्स्ट्रा प्रिभिलेज दिनुपर्ने हो। संविधानले त त्यही भन्छ होइन, समाजवाद भनिरहेको छ, सामाजिक न्याय भनेको छ, तर हाम्रो व्यवहारहरू त्यो अनुकूलको भएन। त्यसैले त्यसलाई पनि हामी चाहिँ हेरौँ जस्तो लाग्छ होइन। अर्को चाहिँ वास्तवमा अब यो धेरै कुरा चाहिँ नगरौँ होला र वास्तवमा यो स्टेट इन्स्टिट्युसनमा हुनेहरूले कहिले पनि मेसो पनि नपाउने के। म सफ्टवेयर बिनाको डिभाइस जस्तो भइसकेँ होइन। पब्लिकको सोसाइटीको कसैको पनि ट्रस्ट मलाई छैन। ऊ त खालि वैधानिकताको मात्रै, लिगालिटीको मात्रै तपाईँको आधारमा चाहिँ टिकिरहन खोज्ने। यो कहिले कसले कसरी पढाउने हो र कसरी यो बुझ्ने हो उनीहरूले जस्तो लाग्छ। यो शासनमा जानेहरूले जहिले पनि आफूलाई वैध कसरी राख्ने, पिपुलबाट ट्रस्टेड होइन, पिपुलको चाहिँ ट्रस्टलाई कमान्ड गर्ने त्यो स्थितिमा कसरी रहने भन्ने नै हाम्रोमा त्यो भएन जस्तो लाग्छ। र अन्तिममा चाहिँ सोसियोलोजी अफ ल, म होइन यो सोसियोलोजिस्ट त होइन, तर सोसियोलोजी अफ लको चाहिँ स्टुडेन्ट भएको हुनाले फेरि पनि हामीले समाजशास्त्रीय दृष्टिकोणबाट नै यसलाई चाहिँ अझ बढी गहिरिएर हेर्नुपर्छ होला जस्तो लाग्छ। हस्, धन्यवाद। हस्, यहाँहरू सम्पूर्णलाई प्यानलिस्ट जसले आज महत्त्वपूर्ण विचार व्यक्त गरिदिनु भयो, यहाँहरूलाई धेरै धन्यवाद। यति बेरसम्म सुनेर साथ दिनुभयो, प्रश्न गरेर साथ दिनुभयो, यहाँहरूलाई पनि धेरै धन्यवाद। हामीले पनि केही कुराहरू सिक्यौँ कि छोटो समय 2 घन्टा भने लामो हुन्छ भन्ने लाग्थ्यो, होइन रहेछ, यो असाध्यै छोटो समय रहेछ। वास्तवमा गम्भीर विषयमा छलफल गर्ने हो भने 2 घन्टा भने निकै छोटो समय रहेछ भन्ने पाठ सिक्दै आजको यो छलफललाई मैले यहीँ अन्त्य गर्ने अनुमति माग्छु। हस्, धन्यवाद।